अब हामीले चाहिँ लगइन गर्नलाई चाहिँ सबभन्दा पहिला के छ भन्दाखेरि चाहिँ हामीले चाहिँ यसलाई चाहिँ जेमा पनि चलाउन मिल्छ, एन्ड्रोइड होस्, आइफोन होस्, ट्याब होस्, मोबाइल एप्लिकेसन जसरी पनि हामीले यसलाई चलाउन सकिन्छ ब्राउजरमा गएर हैन। सो कस्तो भन्दाखेरि चाहिँ हामीले चाहिँ लिङ्क चाहिँ dhis2.nhmis.com भनेर हामीले चाहिँ यसरी चाहिँ यो एड्रेसमा चाहिँ हामीले हाल्नुपर्छ। अनि यो चाहिँ मैले हजुरहरूको सबै ग्रुपमा चाहिँ कसरी लगइन गर्नुपर्छ भनेर चाहिँ मैले लिङ्क पठाइदिएको छु, त्यहाँबाट पनि हजुरहरूले ट्राई गर्नु होला। जुन सरले गर्नु भएको छैन सर मेमले त्यहाँबाट लगइन गर्ने ट्राई गर्नु होला। केही प्रब्लमहरू भयो भने प्रब्लम भएको खण्डमा चाहिँ मेसेज गर्नु होला, हामी चाहिँ इन्स्टेन्टली त्यसलाई फिक्स गरेर चाहिँ हजुरलाई फेरि खबर गर्छौँ है त सर। अनि त्यो जुन हामीले एकाउन्ट दिएको छौँ त्यो एकाउन्ट भनेको रियल एकाउन्ट नै हो। हजुरहरूले चाहिँ त्यसमा चाहिँ आफ्नो रियल डेटा पनि हाल्न सक्नुहुन्छ अथवा प्र्याक्टिसको लागि पनि हाल्न सक्नुहुन्छ डेटाहरू चाहिँ। अनि त्यो चाहिँ डेटा हामीले पछि डिलिट पनि गर्न मिल्छ हैन। हामीले चाहिँ अहिलेसम्म जति पनि डेटाहरू रेकर्ड पेपरमा गरेको छौँ त्यो डेटा पनि हामीले सिस्टममा चाहिँ हाल्न चाहिँ मिल्छ। एउटा पनि गरेर हाल्न मिल्छ, एकैचोटि पनि हामीले एक्सेल सिटमा पनि गरेर हाल्न मिल्छ हैन। जस्तै मूल दर्ताकै केसमा भन्नु पर्दाखेरि चाहिँ हामीले चाहिँ जति पनि मूल दर्ता गरेको छौँ पेपरमा त्यसलाई चाहिँ हामीले चाहिँ एक्सेल फाइलमा जहाँ चाहिँ हामीले सेम्पलबाट हामीले डाउनलोड गर्न सक्छौँ, त्यहाँबाट चाहिँ हामीले चाहिँ सेम्पलबाट चाहिँ हामीले सबै डेटाहरू हाल्न सक्छौँ सेम्पल जसरी नै। अनि त्यसलाई इम्पोर्ट गरिदियौँ भने यसले मूल दर्ता क्रमशः आफै लिइहाल्छ। अनि मूल दर्ता नम्बर चाहिँ हामीले आफैले पनि राख्न मिल्छ, उसले पनि सिरियली आफै लिइहाल्छ। सो भनेपछि सर अब हामीले चाहिँ अब स्टार्ट गरिराख्दाखेरि अब ड्यासबोर्ड भनेको चाहिँ अब पालिकाको जो सर म्याम हुनुहुन्छ पालिकाबाट नै कुन स्वास्थ्य चौकीले के डेटा इन्ट्री गर्यो भनेर चाहिँ सबै रिपोर्टहरू, सबै रजिस्टर कार्डहरू सबै हामीले चाहिँ हेर्न मिल्छ पालिकाबाट नै। अब स्वास्थ्यको जुन इन्चार्ज सर हुनुहुन्छ, अब स्वास्थ्यको इन्चार्ज आफ्नो स्वास्थ्य चौकीको चाहिँ सबै डेटाहरू चाहिँ उहाँहरूले चाहिँ ड्यासबोर्डमा हेर्न सक्नुहुन्छ है त। सो ड्यासबोर्ड भनेको चाहिँ जति माथिल्लो तहमा जान्छ त्यही अनुसार चाहिँ आफूभन्दा तलको, जस्तै अब स्वास्थ्य इन्चार्जले अब फ्यामिली प्लानिङदेखि लिएर सेफ मदरहुडदेखि लिएर जति पनि सेवाहरू छन् सबैको हेर्न पाउनुभयो। तर पालिकाको केसमा चाहिँ उहाँहरूले चाहिँ जे एक्सेस दिएको छ स्वास्थ्य चौकीहरूको, सबै स्वास्थ्य चौकीहरूको जुन एक्सेस दिएको छ त्यो सबै त्यही अनुसार चाहिँ उहाँहरूले पनि रजिस्टर रिपोर्टहरू पालिकामा पनि हेर्न सक्नुहुन्छ। भनेपछि चाहिँ एक लेभलको सर्वे चाहिँ जुन उहाँहरूले स्वास्थ्य चौकीमा चाहिँ भिजिट गरेर गर्नुहुन्छ त्यो चाहिँ उहाँहरूले चाहिँ यो सिस्टमबाट नै गर्न सक्नुहुन्छ है त। अब हामीले चाहिँ ड्यासबोर्डमा चाहिँ अब हामी आफैले हेर्नुलाई यसमा खासै कुराहरू त्यही देखाउने कुराहरू हो हैन। अब हाम्रो चाहिँ सेकेन्डमा फार्मेसी भनेर छ, लेफ्ट साइडमा हेऱ्यौँ भनेदेखि चाहिँ फार्मेसी छ। अब फार्मेसीमा पनि हामीसँग चाहिँ औषधिहरू धेरै होलान्, त्यो औषधिहरूको सबै नामहरू चाहिँ हामी एक्सेल सिटमा राखिदिएको छौँ। तपाईँहरूले चाहिँ सेम्पलमा डाउनलोड गर्नुहुन्छ भने सबै मेडिसिन्सहरूको नामहरू त्यहाँ आउँछ। अब त्यो मेडिसिन्स हामीसँग चाहिँ अब पारासिटामोल 500 mg ट्याब्लेट कतिवटा छ भनेर काउन्ट मात्र त्यहाँ राखिदिनु भयो भने हजुरहरूले चाहिँ त्यो काउन्टहरू त्यसरी काउन्ट र एक्सपायरेसन डेट मात्र राखिदिनु भयो भने अनि इम्पोर्ट गरिदिनु भयो भने यो सिस्टममा आएर बसिहाल्छ कि योसँग चाहिँ यति यो स्वास्थ्य चौकीसँग चाहिँ यति मेडिसिन्सहरू यतिवटा छ भनेर चाहिँ सबै यहाँ आएर बस्छ। अनि हामीले चाहिँ अब 1.2 मा हुन्छ, अरू ठाउँमा चाहिँ जहाँ हामी प्रिस्क्राइब गर्छौँ औषधिहरू चाहिँ त्यहाँ चाहिँ हाम्रो इन्भेन्ट्रीमा चाहिँ यति मेडिसिन्सहरू छ, यति रिमेनिङ छ, अथवा यो इन्भेन्ट्रीमा छैन, नभए पनि हामीले चाहिँ प्रिस्क्राइब गर्न चाहिँ मिल्छ है त। अब यसमा चाहिँ हामीले चाहिँ अब फार्मेसीको कुराहरू पनि अब डिस्प्याच गर्ने कुराहरू चाहिँ छ। अब जुन चाहिँ हाम्रो फार्मेसी यदि छुट्टै छ भने उहाँले चाहिँ कसलाई के प्रिस्क्राइब भएको छ त्यो औषधि हेरेर चाहिँ उहाँले चाहिँ डिस्प्याच गर्न सक्नुहुन्छ। त्यो एकदमै नर्मल पार्टहरू। हाम्रो मेन कोर भनेको चाहिँ हामीले 1.1 देखि 9.3 सम्म नै हामी फोकस गर्छौँ हैन। सो अहिले चाहिँ हामीले 1.1 को मूल दर्ता रजिस्टरमा हामीले गयौँ भने साझा अभिलेख फारमहरूमा हजुरहरूले हेर्न सक्नुहुन्छ लेफ्ट साइडतिर सबै छ। सेसन 1 छ, सेसन 2 छ, सेसन 3 छ, सेसन 4 छ, 5 छ, 6 छ, 7 छ, 8 छ, 9 छ हैन, सबै छ है त। अब हामीले चाहिँ 1.1 को मूल दर्ता रजिस्टर गर्नु पर्दाखेरि चाहिँ हामीले त पेपरमा त हामीसँग के हुन्छ भन्दाखेरि मास्टर रजिस्टरको रिपोर्ट पेपरै हुन्छ। त्यो पेपर कस्तो हुन्छ भनेपछि हामीले हेर्नु खोज्दाखेरि चाहिँ 1.1 को यहाँले हेर्नुहुन्छ भने मास्टर रजिस्टर रिपोर्ट भनेर चाहिँ त्यहाँ थियो हैन। अघि हामीले यो खोल्यौँ नि मास्टर रजिस्टर रिपोर्ट भनेर त्यहाँ 1.1 मूल दर्ता रजिस्टर लेफ्टमा आएर चाहिँ तपाईँले हेर्नुहुन्छ भने मास्टर रजिस्टर रिपोर्ट भनेर यहाँ छ। अब मास्टर रजिस्टर रिपोर्टमा तपाईँले क्लिक गर्नुहुन्छ भने यहाँ चाहिँ पेपरमा जसरी हुन्छ त्यो पेपर जसरी नै हामीले चाहिँ यहाँ चाहिँ छ। अब यहाँ त हातले लेख्छौँ हामी चाहिँ हैन पेपरमा चाहिँ। अब यहाँ चाहिँ डेटा इन्ट्री गर्नु पर्यो भने हामीले ब्याक गरेर रजिस्टर भनेर छ। अब रजिस्टर भनेको या त के हुन्छ भन्दाखेरि यो फिस्कल इयरको नयाँ छ भने नयाँ हुने भयो, अर्को चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि पुरानो दर्ता हुन्छ जुन चाहिँ हामी ओल्ड रजिस्टर भनेर राखेको छौँ। इङ्ग्लिस र नेपाली दुईटैमा सिस्टम चलाउन सकिन्छ है त, ओल्ड रजिस्टर र न्यू रजिस्टर।
अब त्यहाँ चाहिँ इङ्ग्लिस नेपाली दुईटामा चलाउन सकिन्छ। अब हामीले डेट हेर्नु पर्दाखेरि चाहिँ एडीबाट हेर्ने कि बीएसबाट हेर्ने त्यो पनि हामीले यहाँ चेन्ज गरिदियौँ भने पुरै सिस्टमभरि नै एडी अनुसार बीएस अनुसार चाहिँ देखाउँछ हैन। अर्को चाहिँ माथि तपाईँहरूले हेर्नुहुन्छ भने रिपोर्ट बटन छ। रिपोर्टमा चाहिँ तपाईँहरूले केही प्रब्लम आयो भने त्यहाँ रिपोर्ट गर्ने बित्तिकै हामीलाई थाहा हुन्छ हामीले चाहिँ एनी डेस्कबाट हुन्छ कि कसरी हुन्छ, हामीले इन्स्टेन्टली हामी तपाईँहरूलाई गाइड गर्छौँ हैन। अब कसो भन्दाखेरि चाहिँ यो डेटा भन्दा चाहिँ अपरेसन सेन्सिटिभ हो नि त। अब बिरामीहरू उभिरहेको छ, सेवाग्राही उभिरहेको छ, तर त्यहाँ सिस्टममा चाहिँ केही कन्फ्युजन भयो, चलाउन आएन अथवा चलेन अथवा कन्फ्युजन केही भयो भने हजुरले रिपोर्ट गर्ने बित्तिकै अथवा व्हाट्सएप ग्रुपमा गर्ने बित्तिकै हामीले एनी डेस्कमा लिएर सजिलै सिकाइदिन्छौँ त्यसलाई चाहिँ त्यतिखेर चाहिँ है त। सो रिपोर्ट चाहिँ त्यसरी तपाईँहरूले युज गर्न सक्नुहुन्छ। अर्को चाहिँ हामीले हरेक शुक्रबार सबै स्वास्थ्य चौकीको सरहरूलाई चाहिँ हामीले चाहिँ सेसन एउटा राखेको हुन्छौँ 11 बजेबाट हरेक शुक्रबार। त्यहाँ चाहिँ कुनै सरहरूले के कन्फ्युजनहरू छ, के गर्न आएन, के मिलेन, त्यो हामी सबै सिकाउँछौँ त्यहाँ चाहिँ है त। सो शुक्रबार चाहिँ हामीले अहिलेकै ग्रुपमा हामीले चाहिँ लिङ्क सेयर गर्छौँ अनि त्यहाँ चाहिँ यो लिङ्कमा जोइन गर्नु होला 11 बजेबाट भनेर चाहिँ हामी मेसेज दिन्छौँ। त्यहाँबाट जोइन गर्नुहुन्छ 11 बजेबाट शुक्रबार चाहिँ है त। ल एउटा चाहिँ हामीले यहाँ के गर्छौँ भन्दाखेरि चाहिँ यहाँ धेरै बटनहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ। सेम्पल, इनपुट, ओल्ड रजिस्टर, न्यू रजिस्टर, तल वाच भिडियो छ। अब वाच भिडियो भनेको के हो भन्दाखेरि चाहिँ हरेक सेक्सनमा हामीले चाहिँ राखिदिएको छौँ यो भिडियोहरू चाहिँ। अब मूल दर्ता कसरी गर्ने, यो कसरी गर्ने भनेर चाहिँ वाच भिडियोमा क्लिक गर्नुहुन्छ भने सबै नेपालीमा तपाईँहरूले चाहिँ मूल दर्ता कसरी गर्ने भनेर चाहिँ सबै नेपालीमा सिकाउँछ है त। सबै सेक्सनमा यसरी चाहिँ हामीले राखिदिएको छौँ। अब यो युट्युबको भिडियो यहीँ प्ले हुन्छ। अर्को चाहिँ हाम्रो गाइडलाइन्सहरू पनि छ, यसमै हामीले गाइडलाइन्स पनि राखिदिएको। तल लेफ्ट साइडमा हेर्नुहुन्छ भने रिसोर्सेसमा चाहिँ हाम्रो युजर मेनुअल भ्यू गर्नुभयो भने पिडिएफमा डाउनलोड हुन्छ हैन। यहाँबाट चाहिँ कसरी सिस्टम चलाउने भनेर नेपालीमै हामीले सबै राखिदिएको छौँ। मूल दर्ता कसरी गर्ने यो सिस्टममा चाहिँ सबै राखिदिएको छौँ। भनेपछि त्यति गाह्रो पनि छैन यो सिस्टम चलाउनलाई चाहिँ, एकदमै सजिलो छ। तैपनि अब कुनै सरहरूले चाहिँ अझ डिटेलमा हेर्नुपर्ने छ भने युजर मेनुअल हेर्न सक्नुहुन्छ। अनि युट्युबमा पनि हामीले चाहिँ के गरिदिएको छौँ भन्दाखेरि चाहिँ 1.1 देखि 9.3 सम्म नेपालीमा सबै भिडियो बनाएर राखिदिएको छौँ। अब कुन हामीले फ्यामिली प्लानिङको लागि अब गर्नु छ कि हामीले कुन गर्नु छ हामीले यहाँबाट पनि भिडियो हेर्न सक्छौँ है त। सबै यहाँ चाहिँ हजुरहरूले हेर्नुहुन्छ भने 1.1, 1.2, 1.3 गरेर चाहिँ सबै भिडियोहरू हामीले राखिदिएको छौँ। यति गर्दा पनि यदि हजुरहरूलाई कुनै कन्फ्युजन आयो भने अनि ओभियसली आयो भने हामी चाहिँ तपाईँहरूलाई एनी डेस्कमा लिएर हुन्छ कि कसरी हुन्छ हामी फिक्स गर्छौँ है त। भनेपछि चाहिँ तपाईँहरूले चाहिँ यो सपोर्ट सर्भिसको लागि एकदमै ढुक्क भएर बस्नु होला। हामीले चाहिँ एकदमै राम्रोसँग तपाईँहरूले चाहिँ तालिम दिएर चाहिँ हामीले सिस्टम चलाउन सिकाउँछौँ है त। सो मूल दर्ता 1.1मा गएर हामी एउटा दर्ता गर्छौँ। सो न्यू रजिस्टर एउटा गरौँ हैन। अब न्यू रजिस्टर गर्दाखेरि चाहिँ तपाईँहरूले धेरै फिल्डहरू हेर्न सक्नुहुन्छ। त्यो सबै फिल्डहरू चाहिँ डेटाहरू हालिराख्नु पर्दैन हैन। जुनमा एस्ट्रिकहरू लागेको छ त्यही मात्र डेटा हाल्दा हुन्छ। भनेपछि चाहिँ यहाँ चाहिँ हजुरहरूले हेर्नुहुन्छ भने 4th नम्बरमा मास्टर रजिस्ट्रेसन नम्बर छ। त्यो चाहिँ भनेको चाहिँ MRN 15 भएर आएको छ। त्यो चाहिँ सिस्टममा चाहिँ यही आर्थिक वर्षमा 14वटा, यो हाम्रो डेमो एकाउन्ट हो है, हाम्रो डेमो एकाउन्ट हो। यसमा चाहिँ 14 नम्बरसम्म चाहिँ मूल दर्ता भइसकेको छ। हामीले खोल्ने बित्तिकै यहाँ 15 आफै आइहाल्छ। हामीले चाहिँ पेपरबाट इन्ट्री गरिरहेको छौँ भने त्यो MRN नम्बर पनि हामीले चेन्ज गर्न मिल्छ। हामीले 15लाई 150 पनि बनाउन मिल्छ हैन, जे पनि त्यहाँ चेन्ज गर्न मिल्छ हैन। अनि माथि चाहिँ पुरानो डेटामा हामीले डेटा इन्ट्री गर्दैछौँ भनेपछि रजिस्टर डेट भनेर पनि छ। पुरानो डेटमा पनि हामीले डेटाहरू हाल्न चाहिँ सक्नुहुन्छ। अब कुनै सरहरूले चाहिँ कति डिटेलमा भन्नुभएको होला जस्तो पनि लागेको होला हैन। अब जुन सरहरूले आइडिया छैन उहाँहरूले पनि आइडिया होस् भनेर हो। अब सर हामीले फर्स्ट नेम चाहिँ एउटा राख्छौँ। फर्स्ट नेममा चाहिँ एउटा सामान्य उपचारको दर्ता गरौँ त रूपा ल रमेश। अब यो फर्स्ट नेममा चाहिँ हामीले नाम लेख्दाखेरि चाहिँ सिस्टममा अलरेडी उसले दर्ता भइसकेको छ भने उसको नाम त्यही आउँछ। त्यही क्लिक गरेपछि उसको पुरानो दर्ता हुन्छ हैन। यदि त्यहाँ छैन भनेदेखि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ नट फाउन्ड भनेर भन्छ। भनेपछि हामीले नयाँ दर्ता गर्नु पर्यो भनेर बुझिन्छ। अर्को पनि हाम्रो फिङ्गरप्रिन्टको पनि यहाँ विशेषता छ। फिङ्गरप्रिन्ट पनि हामीले जोइन गर्यौँ भने ऊ बच्चा अथवा कुनै पनि सेवाग्राही चाहिँ उसले अर्कोचोटि आउँदाखेरि फिङ्गरप्रिन्टमा उसले राख्यो भने उसले चाहिँ कुन सेवा लिएको छ भनेर चाहिँ उसले आफै निकालेर दिइहाल्छ। भनेपछि चाहिँ एउटै टोलमा सेम नाम भएको, सेम एज भएको, सबै कुरा सेम भएको पनि मान्छेहरू हुन सक्छ। त्यसको लागि चाहिँ हामी फिङ्गरप्रिन्ट पनि युज गर्न सक्छौँ हैन। अनि यो मूल दर्ता गर्ने बेलामा चाहिँ उसको एकचोटि फिङ्गरप्रिन्ट राख्यौँ भने अर्कोचोटिको लागि चाहिँ उसको फिङ्गरप्रिन्ट आफै सर्च गरेर निकालेर दिन्छ है त। ल अब हामीले फर्स्ट नेम र लास्ट नेम राख्यौँ। अब एज चाहिँ 30 राख, कास्ट चाहिँ जनजाति राख्दा नि हुन्छ, जेन्डरमा मेल राख, सेवा टाइपमा चाहिँ अहिले सामान्य उपचार राखौँ। अब यसमा चाहिँ हामीले चाहिँ हजुरहरूले हेर्नुभयो एज चाहिँ 30 राख्ने बित्तिकै आइएमएनसी किन हरायो, न्युट्रिसन किन हरायो जस्तो लागिरहेको होला है। यहाँ हेर्नुहुन्छ भने आइएमएनसी किन हरायो, न्युट्रिसन किन हरायो, किनकि 30 वर्षको एजमा चाहिँ आइएमएनसीआईको हामीले गर्दैनौँ, ओपिडीमा गर्छौँ हैन।
त्यही अनुसार चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ त्यही अनुसार चेन्ज हुन्छ। अब 1 वर्ष राख्ने बित्तिकै आइएमएनसिआईको आयो, पोषणको आयो, अरू कुराको आयो है त। ल अब 30 वर्ष हामीले राखौँ। अनि जुन सर र मेमहरू ढिलो आउनु भएको छ उहाँहरूले चाहिँ हामीले यो भिडियो प्रोभाइड गर्छौँ, भिडियो पनि रेकर्ड भइरहेको छ है त। ल अब मोबाइल नम्बर अब जुनमा चाहिँ अब स्ट्रिक छैन त्यो नहाल्दा नि हुन्छ। कुनै अब सबैजनासँग मोबाइल नम्बर हुँदैन नि त होइन। बच्चाहरू आउँछन् चेकअप गराउन होइन, वृद्ध आमाहरू आउनुहुन्छ, बुवा आमाहरू आउनुहुन्छ, उहाँहरूको लागि चाहिँ मोबाइल नम्बर हुँदैन। सो यहाँ मोबाइल नम्बर छ भने राख्दा भयो, छैन भने नराख्दा पनि भयो। अब स्ट्रिक भएको चाहिँ राख्नुपर्छ है त। ल हामी स्क्रल गरौँ। अब कस्तो हुन्छ भन्दाखेरि चाहिँ कुनै बच्चा कुनै सेवाग्राही चाहिँ बाहिरबाट आएको हुन्छ, आफ्नो टोलभन्दा बाहिरको आएको हुन्छ, आफ्नो ठाउँभन्दा बाहिरको आएको हुन्छ। तिनीहरूको पनि हामीले एड्रेस चेन्ज गरिदियौँ भने जस्तै हाम्रो बाहिरबाट आएको छ भने त्यही अनुसार चाहिँ काउन्टहरू मिल्ने, त्यही अनुसार चाहिँ अन्य क्षेत्रबाट आएको छ, भ्याक्सिन लिएको छ 2.2मा हाम्रो छ नि त रजिस्टरहरू, त्यहाँ चाहिँ सबै आफै मिलेर आउँछ। त्यसको लागि चाहिँ यो भयो होइन। अब यसमा चाहिँ अब हामीले चाहिँ बाहिरबाट रेफर भएर आएको छ भनेपछि यहाँ आएको छ भने त्यो पनि सबै राख्न पायौँ। जे हाम्रो मूल दर्तामा छ त्यो सबै हामी राख्न पायौँ। अब रजिस्टर गरौँ त उता। हजुरहरूलाई अलिकति असहज जस्तो भयो भने, कन्फ्युजन जस्तो भयो भने हजुरहरूले चाहिँ ह्यान्ड रेज गरेर चाहिँ सोध्दा हुन्छ है त सर मेमहरू। अब यसमा चाहिँ हजुरहरूले हेर्नुभयो 1मा चाहिँ के भयो भन्दाखेरि चाहिँ स्वास्थ्य सेवा कार्ड भनेको चाहिँ मा 1 भनेर आयो। अब कस्तो हुन्छ भन्दाखेरि मूल दर्ताको कोठा छुट्टै हुन्छ, अरू सेवाहरू दिने चाहिँ कोठाहरू छुट्टै हुन्छ भनेपछि मूल दर्ता भयो भने अब सामान्य उपचारको मान्छेलाई थाहा हुनु पर्यो नि त मूल दर्ता भइसकेपछि मैले सेवा दिनु पर्यो भनेर चाहिँ। सो स्वास्थ्य सेवा कार्डमा चाहिँ नोटिफिकेसनमा 1 भएर आउँछ कि यो मान्छे चाहिँ दर्ता भएको छ नयाँ अथवा थप होइन। अनि त्यो भइसकेपछि मैले सेवा दिनुपर्ने छ भनेर चाहिँ उहाँलाई नोटिफाई हुन्छ, अर्को कोठामा नोटिफाई हुन्छ। त्यही भएर चाहिँ यहाँ नोटिफिकेसन यसरी आएको छ। उहाँले सेवा दिइसकेपछि त्यो नोटिफिकेसन हराउँछ। अर्को हामीले चाहिँ नयाँ दर्ता गऱ्यौँ। अब पुरानो दर्ता हामीले गर्नु पर्यो भने हामीले चाहिँ त्यही ओल्ड रजिस्टरमा गएर हामी नाम सर्च गऱ्यौँ भनेदेखि चाहिँ उसको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ पुरानो दर्ता त्यहीबाट हुन्छ है त। यसरी चाहिँ हामीले गऱ्यौँ भनेदेखि चाहिँ उसको ओल्ड रजिस्टरमा हामीले दर्ता गर्न मिल्यो है त। ल अब चाहिँ हामीले 1.1मा चाहिँ सामान्य उपचारको लागि दर्ता गऱ्यौँ। अब चाहिँ 1.2को लागि चाहिँ स्वास्थ्य सेवा कार्डमा त्यसको डेटा इन्ट्री गरौँ है त। अब 1.2मा हामीले आयौँ भने यहाँ चाहिँ यसरी चाहिँ 1.2मा चाहिँ नाम देखायो नि त रामेश थापा हामीले इन्ट्री गरेको थियौँ मूल दर्तामा होइन, त्यो चाहिँ यहाँ देखायो। अब चाहिँ हामीले के गर्छौँ भन्दाखेरि चाहिँ नयाँ सेवा दर्ता गर्छौँ। ल नयाँ सेवा दर्ता गरौँ त। अघि चाहिँ मूल दर्ता गऱ्यौँ, अब यसको चाहिँ नयाँ सेवा दर्ता हामीले गऱ्यौँ। नयाँ सेवा दर्ता गरेपछि सेवा दर्ता नम्बर पनि आउँछ। सो भनेपछि यसको सेवा दर्ता नम्बर कति हो भन्दाखेरि चाहिँ हेर्न सक्नुहुन्छ 5 छ है त। ल यसरी चाहिँ हामीले चाहिँ अब चेकअप बाईमा कसले चेकअप गर्दै हुनुहुन्छ भनेर चाहिँ हामीले यहाँ प्लस बटन पनि छ राइट साइडमा, यहाँबाट पनि हामीले स्वास्थ्य कर्मीको डिटेलहरू सबै एड गर्न सक्छौँ। उहाँहरूको नामहरू, मोबाइल नम्बरहरू होइन, सिग्नेचरहरू पनि चाहिन्छ नि त हाम्रो कार्डहरूमा, त्यो हाल्न पनि सक्यौँ नहाल्दा पनि हुन्छ होइन। त्यसरी चाहिँ हामीले स्टाफ एड गरिदियौँ भने कसले चेक गर्दै हुनुहुन्छ भनेर त्यहाँ चाहिँ ड्रपडाउनमा देखाउँछ। त्यसरी चाहिँ हामीले चाहिँ ड्रपडाउनबाट यसरी चाहिँ हामीले सिलेक्ट गर्न सक्यौँ है त। अब लैङ्गिक हिंसा चाहिँ हाम्रो मूल दर्तातिर कता कता चाहिन्छ। त्यसपछि चिफ कम्प्लेन्ट्समा चाहिँ हामी राखौँ त। ल राखौँ त रूपा, फिभर फर 4 डेज। ल प्लस गरौँ, हेडेक फर 3 डेज। यसरी चाहिँ हामीले प्लस गर्दा गर्दै चिफ कम्प्लेन्ट्स हामीले लेख्न सक्यौँ। अब अर्को तल चाहिँ हाम्रो ब्लड प्रेसर छ, वेट छ, बडी टेम्परेचर छ, यो हाल्दा पनि हुन्छ नहाल्दा पनि हुन्छ होइन। अब हाल्यौँ भने देखाउँछ। ल हाल्नु त 120/80 भयो। वेट चाहिँ 50 केजी राखिदिउँ। ल त्यति राख्दा नि भयो। अब बडी टेम्परेचर चाहिँ हाम्रो सेल्सियस र फरेनहाइट केमा राख्ने भन्ने यहाँबाट चेन्ज पनि हामीले गर्न सक्यौँ है। त्यसपछि रेस्पिरेटरी रेट पनि राख्न सक्यौँ, पल्स रेट पनि राख्न सक्यौँ होइन। अनि पिकल पनि हुन्छ, पोजिटिभ नेगेटिभ के हुन्छ त्यो चाहिँ हामीले चेक गर्दै हामीले राख्न सक्यौँ, पोजिटिभ र नेगेटिभ चाहिँ है। त्यसपछि हामीले चाहिँ टेस्ट प्रिस्क्राइब गर्छौँ भने टेस्ट पनि छ यहाँ। अब क्रिएट ल्याब टेस्ट गर, हामीले के अब टेस्ट प्रिस्क्राइब गर्नु छ भनेपछि हामीले पनि गर्न सक्यौँ है। है त। अब यहाँबाट चाहिँ हामीले चाहिँ अब अरू कुनै टेस्ट लेख। यहाँ ल्याब सेटअप भइसकेको छैन। ल यसमा चाहिँ हामीले चाहिँ ल्याब सेटअप भन्नाले कस्तो भन्दाखेरि चाहिँ सबै ल्याब टेस्टहरू हुन्छ। त्यहाँ चाहिँ हामीले चाहिँ कुनको कति प्राइस हुन्छ भनेर राख्नुपर्छ नि त स्वास्थ्य सङ्घको लागि चाहिँ। अनि त्यो चाहिँ हामीले यहाँबाट कस्ट सेटअपबाट चाहिँ हामीले चाहिँ यो टेस्टको लागि यति हो, यो टेस्टको लागि यति हो भनेर हामीले राख्छौँ। अनि त्यो राखिसकेपछि त्यहाँ चाहिँ हाम्रो टेस्टहरू के हुन्छ भन्दाखेरि देखाउँछ। एउटा चाहिँ के हुन्छ रूपा त्यहाँ चाहिँ हामीले राखौँ त। हुन्छ, रेट्रोभाइरस भन्ने रहेछ। हामीले यहाँ चाहिँ कस्ट सेटअप गरिसकेपछि अनि देखाउँछ, किनकि स्वास्थ्य सङ्घको पछाडि चाहिँ हाम्रो कस्टहरू फरक फरक हुन्छ। यसरी चाहिँ रेट्रोभाइरस भनेर चाहिँ हामीले चाहिँ यहाँ टेस्ट लेखेर सबमिट गऱ्यौँ भनेदेखि चाहिँ हाम्रो उसको टेस्ट पनि प्रिस्क्राइब भयो होइन।
अब यहाँ चाहिँ अब डायग्नोसिस भनेको ICD-11 हो। हाम्रो ICD-11 चाहिँ अब टेस्ट भइसकेपछि पनि हामी प्रिस्क्राइब गर्न मिल्छ। अहिले पनि अब भनौँ न प्रिस्क्राइब गर्न चाहिँ मिल्यो। अब ट्रिटमेन्टमा चाहिँ एउटा औषधि राख, पारासिटामोल राख्दा भयो। ल यहाँ चाहिँ नट रिमेनिङ भनेर देखाइरहेको, के अरे नट इन इन्भेन्ट्री भनेर देखाइरहेको थियो। भनेपछि हामीले चाहिँ पारासिटामोल हाम्रो सिस्टममा कति छ भनेर चाहिँ हाम्रो यो स्वास्थ्यको लागि चाहिँ यो सिस्टम हामीले जुन युज गर्दैछौँ यसमा छैन, त्यही भएर नट इन इन्भेन्ट्री देखायो। अरू चाहिँ साल्बुटामोलहरू कति कति छ भनेर त्यहाँ चाहिँ कति रिमेनिङ छ भनेर देखाउँछ है त। ल अदर ट्रिटमेन्ट भनेको चाहिँ अब हुन त अब के अरे स्वास्थ्यको अनि गाइडलाइन्समा के भन्छ भन्दाखेरि बाहिरको औषधि प्रिस्क्राइब गर्न मिल्दैन भनेर भन्छ होइन। तर कतिजनाले प्रिस्क्राइब गर्नुहुन्छ, त्यो मिल्छ कि मिल्दैन तैपनि हामीले अदर ट्रिटमेन्ट भनेर यहाँ राखिदिएको छौँ। मिल्छ भने गर्दा हुन्छ, नमिलेपछि नगर्दा नि हुन्छ, त्यो टाइपको भयो। त्यही मेडिसिन्स नै बाहिरको मेडिसिन्स 98 भन्दा बाहिरको चाहिँ मेडिसिन्सहरू राख्ने कुराहरू भयो। तल चाहिँ अब काउन्सिलिङमा चाहिँ हामीले काउन्सिलिङ लेख्न सक्यौँ। ल टेक अ रेस्ट भनेर लेख्यौँ। ल अब चाहिँ हामीले चाहिँ रेफर्ड फ्रम भनेर आएको छ। फलोअप फेरि 2 दिन 3 दिन पछि 10 दिन पछि हामी बोलाउँछौँ, त्यो फलोअप डेट पनि हामीले राख्न सक्यौँ है। त्यसपछि ट्युबरक्लोसिसको चाहिँ हाम्रो प्रिजम्टिभहरू चाहिँ उसलाई सम्भावित छ कि छैन भनेर पनि हामीले यसो गर्न सक्यौँ यहाँबाट चाहिँ। र यति सेभ गरिदिउँ त रूपा। यति सेभ गरिदिएपछि उसको के हुन्छ भन्दाखेरि कार्ड रेडी हुन्छ। ल न्यू कार्डमा गएर हेर त, माथि चाहिँ न्यू कार्ड छ। यहाँ चाहिँ हेऱ्यौँ भने जति पनि हामीले चेकअप गरेको थियौँ त्यो सबै यहाँ आएर बस्यो। हजुरहरूले हेर्नुहुन्छ भने होइन, सीसी चाहिँ के हामीले राखेको थियौँ, डायग्नोसिसमा के राखेको थियौँ, औषधिहरू के प्रिस्क्राइब गरेको थियौँ, काउन्सिलिङमा के राखेको थियौँ, फलोअप के थियो, टेस्ट हामीले के लेखेको छौँ भनेर सबै आइसक्यो होइन। अब यो आइसकेपछि दुईवटा कुरा हुन्छ। अब हामीले चाहिँ उसलाई त सामान्य उपचारको दियौँ होइन, त्यो चाहिँ अब के हुन्छ भन्दाखेरि चाहिँ 1.3मा बहिरङ्ग सेवा रजिस्टरमा पनि गएर बस्नु पर्यो। त्यसपछि चाहिँ 1.1 को मास्टर रजिस्टरमा पनि सम्भावितहरू यताउता के छ त्यो सबै बस्नु पर्यो। सो मास्टर रजिस्टर रिपोर्टमा हामीले हेऱ्यौँ भनेदेखि चाहिँ होइन, आज चाहिँ हामीले एउटा मात्र मूल दर्ता गऱ्यौँ है, 15 चाहिँ त्यसको मूल दर्ता नम्बर भयो। त्यसपछि रामेश थापा भयो, त्यो डिटेलहरू आफै यहाँ आएर डेट अनुसार चाहिँ आफै आएर यहाँ बस्छ होइन। तल पनि सबैको काउन्टहरू त्यही अनुसार चाहिँ आउने भयो। त्यसपछि 1.3मा हेरौँ। ल 1.3मा आजको हेऱ्यौँ भनेदेखि चाहिँ 1.3 को आफै भएर बस्यो यहाँ चाहिँ होइन। के हामीले चाहिँ उसलाई चाहिँ लेखेको थियौँ होइन, के चाहिँ भएको थियो आइसिडीदेखि लिएर सबै यहाँ आएर आफै बस्नुभयो। अब चाहिँ रूपा 9.3मा गइहाल। 9.3 को फर्स्ट पाना हेरौँ। ल 9.3 को अब फर्स्ट पानामा चाहिँ हामीले हेऱ्यौँ भनेदेखि चाहिँ मूल दर्ता हामीले भर्खर एउटा गऱ्यौँ भनेपछि चाहिँ त्यसको एज अनुसार चाहिँ यहाँ आफै आएर बस्यो। हजुरहरूले हेर्नुहुन्छ भने 1.1 आफै आएर बस्यो होइन। यसरी चाहिँ आफ्नो सम्बन्धित रिपोर्टहरू चाहिँ रजिस्टर रिपोर्टहरू यसरी नै बन्छ होइन। अब यसलाई चाहिँ हामीले सबमिट टु DHIS2 गऱ्यौँ भनेदेखि चाहिँ के हुन्छ भन्दाखेरि युजर नेम र पासवर्ड राख्यौँ भने सबमिट गऱ्यौँ भने हाम्रो DHIS2 मा आफै गएर बस्छ। हामीले चाहिँ DHIS2 खोल्नु पनि पर्दैन है होइन, त्यस्तोसम्म छ। हामीले चाहिँ त्यहाँ मेनुअली जुन इन्ट्री गरिरहेको हुन्छौँ त्यो गर्नै पर्दैन, यहीँबाट नै सबै हाम्रो चाहिँ त्यहीँ गएर बसिहाल्छ है त, कम्प्लिट आफै हुन्छ। अब त्यहाँ चाहिँ गएर फेरि हामीले एडिट गर्न सक्यौँ आफ्नो चाहेको अनुसार चाहिँ, तर यहीँबाट पनि हामीले सबमिट गर्न सक्यौँ। अब चाहिँ हामीले सामान्य उपचारको गऱ्यौँ। अब यो चाहिँ कहाँ गएर बस्छ भनिराख्दाखेरि चाहिँ 9.3 को पहिलो पानामा बस्नु पर्यो मूल दर्ताको। त्यसपछि चाहिँ हामीले चाहिँ अब फिभर उसलाई आइसिडी कोड भनेको थियौँ। अब फिभर भनेको चाहिँ हाम्रो 18.5, अब 18 को चाहिँ हाम्रो 5मा चाहिँ हाम्रो गएर चाहिँ फिभर भएर चाहिँ काउन्ट भएर यहाँ बसेको छ। हेर्नुहोस् त, हामीले चाहिँ अघि चाहिँ ICD-11 चाहिँ गरेको थियौँ, 1 आएर यहाँ बस्यो, त्यसै गरी सबै आएर यहीँ बस्छ है। त्यसपछि चाहिँ हाम्रो जातिगतमा चाहिँ 20 कोमा चाहिँ हाम्रो OPD को पनि गएर त्यहाँ बस्छ। हेर्नुहोस् त 20मा जाऊ रूपा, जहाँ हुन्छ बस्नुपर्ने त्यो सबै ठाउँमा आएर बस्छ है त, सबै आएर बस्यो नि। हेर्नुहोस् त हजुरहरू चाहिँ यसरी नै चाहिँ हामीले सामान्य उपचारदेखि लिएर अरू पनि जति सेवाहरू छ सबै हामीले गर्न सक्छौँ। यो त अब सामान्य उपचारको मात्र भयो। त्यो अनुसार चाहिँ अब हामीले चाहिँ IMNCI को पनि, अब IMNCI मा पनि 0 देखि 2 महिना 2 देखि 59 महिनाको होइन, तिनीहरूको चाहिँ अब क्लासिफिकेसन्सहरू, तिनीहरूको चाहिँ अब भनौँ न IMNCI को OPD जस्तै भयो त्यो भयो होइन। त्यसपछि चाहिँ हामीले न्युट्रिसनको चाहिँ अब उनीहरू न्युट्रिसनको अब 2 वर्षसम्मको लागि हामीले गर्छौँ। त्यसपछि उसले हरेक महिनामा चाहिँ उसको वेटहरू हामीले राख्छौँ। त्यसपछि उसको डिफल्टरहरू पनि हुन्छ होइन, सबै कुराहरू हुन्छ। त्यही अनुसार चाहिँ हाम्रो 1.5 मा हजुरहरूले हेर्नुहुन्छ भने सबैको डिफल्टर आफै भएर बस्छ होइन। बच्चाको भ्याक्सिनदेखि लिएर चाहिँ होइन उसले डिफल्टर भइसकेको छ। टिबीको डिफल्टर उसले औषधि लिएर आएको थियो, किनकि हामीले त प्र्याक्टिकल हिसाबले त सबै दिन स्वास्थ्य चौकीमा त कतिपय सरहरूले त भनौँ न, सरहरूलाई थाहा होला, हामी बोलाउँदैनौँ नि त। अनि 10वटा औषधि दिन्छौँ, 1 महिनाको औषधि दिन्छौँ, त्यसलाई चाहिँ बोलाउँछौँ। जस्तै हामीले 8 चोटिको सुरक्षित मातृत्वको लागि चाहिँ 8 चोटिको जुन NCPNC छ भिजिटिङको प्रोटोकल, त्यो चाहिँ हामीले त उहाँहरूलाई 30 दिनको हामीले आइरन सकीहरू दिन्छौँ कि ताकि ऊ अर्को 30 दिनमा आओस् होइन।
सो त्यसरी चाहिँ ऊ आएन भनेदेखि चाहिँ हाम्रो डिफल्टरमा गएर बस्छ अनि उनीहरूलाई एसएमएस पनि जान्छ है, एसएमएस पनि जान्छ सबैको लागि। जति पनि हाम्रो डिफल्टर हुने केसेसहरू छ फ्यामिली प्लानिङको पिल्स डिपोतिरहरूको पनि डिफल्टरहरू छ त्यो सबै आएर बस्छ। भ्याक्सिनको त हुने नै भयो, अरू पनि कुराहरूको चाहिँ हामीले डिफल्टर सबै बनाएर राखेको छौँ है त। टिबीको पनि हामीले टिबी भन्दा पनि अझ डिटेलमा जुन चाहिँ हामी प्रिजम्टिभदेखि लिएर टेस्टदेखि लिएर डायग्नोसिसदेखि लिएर फलोअपहरूदेखि लिएर इन्टेन्सिभको कन्टिन्युअसको जति पनि हामी गर्छौँ त्यो सबै छ यसमा चाहिँ होइन। जसरी चाहिँ हामीले इटिभीमा चाहिँ जसरी सजिलो छ त्यसै गरी चाहिँ त्यहाँ डिटेलमा त छैन, त्यहाँ चाहिँ रिपोर्टिङ गर्न मिल्छ। यहाँ पनि हजुरहरूले चाहिँ मजाले रिपोर्टिङ गर्न मिल्छ है त। ल अब यसमा चाहिँ एउटा मान्छे दर्ता भइसकेको छ भनेदेखि चाहिँ अब यही आर्थिक वर्षमा आयो भने हामी पुरानो दर्ता गर्छौँ। उसले अर्को सेवा उसले लिन खोजेको छ भने त्यही मान्छेलाई हामीले माथिबाट सर्चमा चाहिँ हामीले त्यसरी सर्च गर्न सक्छौँ। सर्च गरेर चाहिँ हामीले चाहिँ माथिबाट हामी सर्च गर्छौँ। सर्च गरिसकेपछि एड सर्भिसमा हामी क्लिक गर्छौँ है त। अब उसले सामान्य उपचारको लिइसकेको छ, अब उसलाई चाहिँ अर्कोमा केही दर्ता गर्नु पर्यो भनेदेखि चाहिँ हामीले यहाँबाट ओके गरिदियौँ भने अरूमा पनि उसले दर्ता भयो, अरू सेवाको लागि पनि दर्ता भयो। अब त्यो सम्बन्धित रजिस्टरमा कार्डमा गएर चाहिँ हामी उसलाई चाहिँ सेवा दर्ता हामीले गर्छौँ। यहाँ चाहिँ हामीले स्मिता म्याम, हेलो स्मिता म्याम, हजुर केही भन्न खोज्नु भएको हजुरले? ए होइन सर होइन। ल हामीले चाहिँ ट्युबरक्लोसिसको चाहिँ अब उसलाई दर्ता गरिदियौँ। अघि चाहिँ रमेश थापालाई चाहिँ हामीले के गर्यौँ भन्दा हामीले चाहिँ यतिकै दर्ता गरिदियौँ कि अहिले चाहिँ। हुन त त्यसको प्रोसेस के हो भन्दाखेरि नयाँ हो भनेदेखि चाहिँ मूल दर्ता हुनु पर्यो, प्रिजम्टिभ छ भने प्रिजम्टिभ हुनु पर्यो, त्यसपछि चाहिँ प्रिजम्टिभको रजिस्टरमा गएर बस्नु पर्यो। प्रिजम्टिभको रजिस्टरमा गइसकेपछि उसलाई चाहिँ अब हामीले के टेस्टहरू गर्छौँ, एक्सरे गर्छौँ होला, स्पुटमको टेस्ट के टेस्टहरू हुन्छ त्यो सबै हामी अब गरेपछि उसको पोजिटिभ भयो भने बल्ल ट्युबरक्लोसिसमा हामी दर्ता गर्छौँ। अनि त्यसपछि चाहिँ उसको चाहिँ इन्टेन्सिभको चाहिँ सबै औषधिहरू चाहिँ स्टार्ट हुन्छ होइन, त्यो सबै छ भनेपछि चाहिँ यसमा चाहिँ हामीले चाहिँ कुनै पनि सेवाग्राही एकचोटि दर्ता भइसकेको छ भनेदेखि चाहिँ यही आर्थिक वर्षको लागि आएको छ भने हामी मूल दर्ता 1.1 मा गएर एड सर्भिस गर्न सक्यौँ। अनि ऊ अर्को नेक्स्ट आर्थिक वर्षमा ऊ एकैचोटि आयो भनेदेखि चाहिँ हामीले चाहिँ रिन्यू क्लाइन्ट गरिदियौँ भने उसको चाहिँ नयाँ आर्थिक वर्षको अनुसार चाहिँ मूल दर्ता आफै बनेर चाहिँ बस्दै भयो। सो त्यसरी चाहिँ एकचोटि हामी दर्ता गऱ्यौँ भने त्यसरी चाहिँ हुन्छ है त। अब यसमा चाहिँ अब हजुरहरूलाई चाहिँ अब कुनै लागेको छ कि यो फ्यामिली प्लानिङको देखाइदिनु भयो भने एकदमै ठिक हुन्थ्यो, सुरक्षित मातृत्वको देखाइदिनु भएको एकदमै ठिक हुन्थ्यो होइन, अथवा हामीलाई खोपको देखाइदिनु भएको एकदमै ठिक हुन्थ्यो भनेर कुनै छ भने भन्नु है, कुनै पनि सरहरूले म्यामहरूले हामी त्यो देखाउँछौँ है। होइन भनेदेखि चाहिँ टाइम छैन नि त धेरै हामीसँग होइन, कुनै सर चाहिँ जानु भइरहेको छ। सो भनेपछि चाहिँ हामीले चाहिँ क्विक एउटा अहिले चाहिँ हामीले एउटा कसरी सुरुमा गर्न सकिन्छ सर सुरक्षित मातृत्वको एउटा देखाइदिनु सर। ल एउटा सुरक्षित मातृत्वको हामी सबभन्दा पहिला मूलै दर्ता गर्छौँ है सर। ल एउटा मूल दर्ता हामीले गरौँ। ल थ्याङ्क यू सर, हजुरले भन्नुभएकोमा हामी त्यही अनुसार चाहिँ देखाउँछौँ है त। ल रामा शाह भनेर चाहिँ भयो। ल यति राखिसकेपछि चाहिँ हामी रेजिस्टर गऱ्यौँ भनेदेखि चाहिँ हाम्रो के हुने भयो भन्दाखेरि चाहिँ अघि चाहिँ हाम्रो 15 थियो होइन, मूल दर्ता नम्बर अहिले 16 भयो होइन। अब चाहिँ हामीले चाहिँ 3.5 मा जान्छौँ उहाँको चाहिँ होइन। 3.5 मा गयो नि भयो, 1.2 बाट पनि हामीले उहाँलाई खोज्न सक्छौँ होइन। अब उहाँ चाहिँ आइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि हामीले भर्खरै दर्ता गऱ्यौँ त्यहीँबाट रेड बलिरहेको छ होइन। यहाँ चाहिँ हेर्नुहुन्छ भने 1 बलिरहेको छ। अब हामीले चाहिँ मूल दर्ता गऱ्यौँ, अब सेवा दर्ता गर्छौँ। अब सेवा दर्ता नम्बर त दिनु पर्यो। अब सेवा दर्ता नम्बर दिनलाई चाहिँ हजुरको मोबाइल नम्बर भनिदिनुहोस् त सर। यो मोबाइल नम्बर अब हाल्यौँ भने के हुन्छ भन्दाखेरि चाहिँ उहाँमा चाहिँ एप्लिकेसनको लिङ्क जान्छ। त्यो एप्लिकेसनको लिङ्कमा चाहिँ मैले चाहिँ 8 चोटि कुन कुन बेला जानु पर्यो भनेर चाहिँ सबै रिपोर्टहरू उहाँले चाहिँ मोबाइलको एप्लिकेसनमा हेर्न पाउनुहुन्छ। सो हजुर चाहिँ एकचोटि मोबाइल नम्बर भनिदिनुहोस् त सर। ल यसको एसएमएस पनि हामी अन र अफ यहाँबाट गर्न मिल्छौँ। एसएमएस पठाउने कि नपठाउने भनेर चाहिँ हामीले चाहिँ सेटिङमा आएर जेनरलमा आएर चाहिँ कुन कुन एसएमएस पठाउने नपठाउने भनेर पनि यहाँ सेटिङहरू अफ र अन छ। ल हामी 3.5 मा जाउँ, त्यहाँ चाहिँ हामीले सेवा दर्ता गरौँ। सरको नम्बर यसमा चाहिँ सरको मोबाइल नम्बर पाउनु है सर 98। यसमा मोबाइल नम्बर हाल्दा पनि हुन्छ नहाल्दा पनि हुन्छ। मोबाइल नम्बर हाल्यौँ भने एसएमएस जान्छ। यो एप्लिकेसन डाउनलोड गरेर आफ्नो
रिपोर्टहरू यताउता हेर्नुस् भनेर भयो, नहाल्दा पनि हुन्छ। अब लास्ट मेन्सुरेसन डेट चाहिँ हामीले हाल्नुपर्ने हुन्छ, एउटा चाहिँ रुपा आजभन्दा केही दिन अगाडिकै हालिदिँदा हुन्छ, केही महिना अगाडिकै हालिदिँदा हुन्छ। ल अब यसमा इज फर्स्ट प्रेग्नेन्सी भनेको चाहिँ हाम्रो चाहिँ यो चाहिँ फर्स्ट हो कि दोस्रो पछि हामीले गर्नुपर्ने हुन्छ नि त, होइन? हो, त्यो कुराहरू चाहिँ हामीले यहाँबाट चाहिँ यस अर नो गऱ्यौँ भनेदेखि चाहिँ हामीले चाहिँ भ्याक्सिन्स कुन दिने कुन नदिने भन्ने कुराहरू यहाँबाट चाहिँ त्यो हुन्छ। एज हुने भयो, वेट हुने भयो, अनि हाइट हुने भयो। ल गरौँ त। ल यहाँ आइसकेपछि हाम्रो के भयो भन्दाखेरि चाहिँ सेवा दर्ता भयो, होइन? अब यसमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि नर्मली चाहिँ अब उसले चाहिँ अब आजको डेट हामीले हेऱ्यौँ भनेदेखि चाहिँ के छ भन्दाखेरि स्क्रल गर रुपा, हामीले यहाँ हेऱ्यौँ भनेदेखि चाहिँ आज उसको 4 हप्ता भयो। ऊ चाहिँ लास्ट मेन्सुरेसन डेटबाट चाहिँ उसको क्यालकुलेसन गर्दाखेरि चाहिँ 4 हप्ता भयो, होइन? त्यो अनुसार चाहिँ हामीले चाहिँ उसको पुरानो पनि डेटाहरू राख्न मिल्छ, होइन? उसले 3 महिना अगाडि आएको थियो, 6 महिना अगाडि आएको थियो भनेर पनि हामीले चाहिँ उसको लास्ट मेन्सुरेसन डेट राखेर चाहिँ यहाँ चेकअप डेटमा चाहिँ हामीले मल्टिपल राख्न सक्छौँ। भनेपछि रुपा यसलाई चाहिँ पहिला चाहिँ 2 हप्ताको एउटा बनाएर त्यो गर त। ल 2 हप्ता भयो। अब यसमा चाहिँ अरू पनि कुराहरू चाहिँ ग्राभिडाहरू चाहिँ अरू कुराहरू चाहिँ हामीले यहाँबाट के गर्न सक्यौँ भन्दाखेरि सबै कुराहरू हामीले यहाँबाट राखेर सेभ गरिदियौँ भने त्यही अनुसार चाहिँ हाम्रो कार्ड पनि जेनेरेट हुन्छ, हाम्रो रजिस्टर पनि जेनेरेट हुन्छ। ल यसको कार्ड हेरौँ। यहाँ कार्ड हेरौँ भनेदेखि चाहिँ उसले चाहिँ फर्स्ट टाइम चाहिँ यो टाइममा आएको हो, उसको चाहिँ यति मन्थ भयो भनेर चाहिँ यहाँ देखाएको छ नि, सबै देखाउँछ। माथि चाहिँ तपाईँहरूले हेर्नुहुन्छ भने इस्टिमेटेड डेलिभरी डेट पनि यसले आफैले बनाइदिएको छ, तर त्यसलाई चेन्ज पनि गर्न सक्छौँ त्यसको कम्प्लिकेसन अनुसार चाहिँ, होइन? एलएमडीहरू सबै यो रजिस्टर कार्डहरू जुन छ नि त्यही अनुसार चाहिँ हजुरहरू बस्दै जान्छ, होइन? सो अब चाहिँ रुपा 2 हप्तामा गऱ्यौँ, अब चाहिँ आजको डेटमा गरौँ त चेकअप। उसको 2 हप्तामा भएको थियो रे भनेपछि हामीले चाहिँ त्यो सबै डिटेल्सहरू राख्ने भयौँ, होइन? है त। अब हामीले चाहिँ के गर्छौँ भन्दाखेरि अर्कोचोटि आएको छ भने उसलाई फलोअप हामी गर्छौँ। फलोअप गरिसकेपछि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि चाहिँ आजको डेट यहाँ राख्छौँ 4 हप्ता, होइन? अब राखिसकेपछि चाहिँ अब यसमा चाहिँ अब 4 हप्ता भनेको 1 महिना हो नि त। अब यसलाई चाहिँ हामीले फोलिक एसिड पनि दिन सक्छौँ है, फोलिक एसिड दिन्छौँ नि, फोलिक एसिड पनि दिन सक्छौँ। ल फोलिक एसिड देऊ त रुपा यहाँ चाहिँ। ल यहाँ हेर्नुहोस् त, हामी चाहिँ 2टा चेकअप उसको राख्यौँ, होइन? एउटा पुरानो चेकअप राख्यौँ, आजको चेक राख्यौँ, होइन? अनि यहाँ चाहिँ हामीले फोलिक एसिड दिन्छौँ अथवा आइरन क्याल्सियम के दिन्छौँ त्यही यहीँ आएर हाम्रो के हुन्छ भन्दाखेरि बस्छ, है त। त्यही अनुसार चाहिँ यसको रजिस्टर पनि हेरौँ त। रजिस्टर पनि हेऱ्यौँ भने ठ्याक्कै त्यही अनुसार चाहिँ उसले चाहिँ अब यहाँ प्रथम पटक उसले चाहिँ अब अर्को चाहिँ 12 हप्तासम्ममा आएको छ भने आफै आएर बस्छ। अर्को चाहिँ हामीले चाहिँ अब 8 हप्ताको 10 हप्ताको त्यही अनुसार चाहिँ 16 हप्ताको 20 देखि 24 हप्ताको राख्दै जान्छौँ, चेकअपहरू राख्दै जान्छौँ। त्यही अनुसार चाहिँ यहाँ के हुन्छ भन्दाखेरि चाहिँ डिटेलहरू सबै आफै आएर बस्छ, है त। अब यहाँ चाहिँ खोपको पनि कुरा आउँछ है सर। अब खोपको लागि चाहिँ खोपको कुरा आउला, ल्याब टेस्टको कुराहरू आउला, होइन? अब जे पनि आयो भने अब जस्तै अब टेस्टकै ल्याब टेस्टकै प्रिस्क्राइब गर्नु पर्यो भने हामीले यहाँ ड्रप डाउनबाट हामीले सिलेक्ट गर्न सक्छौँ। यहाँ चाहिँ हजुरको प्रयोगशाला परीक्षण भनेर छ, होइन? यहाँ चाहिँ कुन कुन टेस्ट गर्ने भनेर चाहिँ हामीले यहाँबाट चाहिँ टेस्टहरू लेखिदियौँ भनेपछि चाहिँ हाम्रो LIS सेक्सन छ, त्यहाँ चाहिँ आफै गएर चाहिँ बस्छ। अब यसको पेमेन्ट लिएर हुन्छ कि फ्रीमा हुन्छ, प्याकेज बनाएर हुन्छ, होइन? हामीले चाहिँ त्यहाँबाट चाहिँ टेस्ट चाहिँ गऱ्यौँ भने रिजल्ट हाल्यौँ भने यहाँ आएर आफै देखाउँछ, है त। त्यो भयो। यहाँ चाहिँ अरू चाहिँ तपाईँहरूले चाहिँ कुन कुन बेला चाहिँ ऊ आउँछ, गर्भवतीको खोपहरू के छ सबै यहाँ आउँछ। अब उसले गर्भवतीको खोप उसले लियो भने अब कुन बेला लिएको छ भनेर हामीले टेकन गरेर, बाहिरबाट लिएको छ भने बाहिरको एक्सटर्नल टेकन कुन ठाउँबाट लिएको हो भनेर हामीले पनि राख्न सक्यौँ, होइन? अर्को चाहिँ हामीले टेकनमा राखेर पनि हामीले उसले अहिले लियो भनेर चाहिँ हामीले चाहिँ कुन टाइममा लिएको, कसले दिएको भनेर हामीले राख्न सक्छौँ, है त। अनि यहाँ राख्यौँ भने एउटा राख रुपा, एउटा राखेर हामीले एउटा भ्याक्सिन दियौँ रे, होइन? अब टाइम होला नहोला अहिले हामी डेमोको लागि गर्दैछौँ, होइन? यो गऱ्यौँ भनेदेखि चाहिँ हाम्रो रजिस्टर र कार्डमा चाहिँ त्यही अनुसार चाहिँ कुन बेला लिएको छ भनेर भ्याक्सिन चाहिँ उसले चाहिँ आएर आफै बस्नु भयो। हेर्नुहोस् त, रजिस्टरमा पनि बस्नु भयो, कार्डमा आएर पनि बस्छ, यसै गरी नै, है त। अब यसमा चाहिँ सुरक्षित मातृत्वको जति पनि डेटाहरू हामीले इन्ट्री गर्नुपर्ने छ त्यो चाहिँ हामीले ड्रप डाउनबाट सिलेक्ट गरेर हामीले गऱ्यौँ भने त्यही अनुसार चाहिँ के हुने भयो भन्दाखेरि चाहिँ डेटाहरू सबै यहाँ आउँछ, हाल्नलाई यहाँबाट हाल्न सक्यौँ। त्यही अनुसार चाहिँ हाम्रो 9.3 मा चाहिँ गएर हेऱ्यौँ भनेदेखि चाहिँ है
9.3 मा गएर हेर्यौँ भनेदेखि चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ उ कसरी आएको छ भनेर चाहिँ कुन कुन बेला आएको छ भनेर सबै काउन्टहरू चाहिँ यहाँ देखिन्छ है त। पहिलो पटक 2 हप्तामा एकचोटि हाम्रो यो डेमोको लागि पहिलो भएर चाहिँ फर्स्ट भएर चाहिँ यसरी देखाइरहेको छ, एउटा मात्र आएको छ। जसरी हामीले त्यहाँ डिटेल राख्छौँ त्यही अनुसार चाहिँ उसको बस्ने भयो। अर्को चाहिँ उसको पुरै हिस्ट्री हेर्नु पर्यो भने कसरी हेर्ने भनेर चाहिँ अघि नै हामीले गएर अघिकै ठाउँमा गएर त्यहाँ सो अल रिपोर्ट भनेर बटन छ, त्यहाँ हेऱ्यौँ भने उसले नयाँ आउँदाखेरि दर्ता गराउँदाखेरि यो स्वास्थ्य कहिले आयो, फलोअप कति हप्तामा आयो, के उसलाई दिएको छ, के चेकअप भएको छ भनेर चाहिँ यहाँ सबै यहाँहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ है त। सुरक्षित मातृत्वको चाहिँ अब यो भन्दा अरू हजुरले के खोज्न चाहनु त्यो पनि भन्नु होला सर, हामी चाहिँ त्यो गरेर देखाउँछौँ। नर्मली त्यही नै हो, उसको चाहिँ 4 पटक 8 पटकको भिजिट नै हो है त राजेश्वर सर। सर यसमा सुरक्षित मातृत्वमा चाहिँ जस्तै पहिलो पल्ट चाहिँ अर्कै संस्थामा गरौँ होइन, हजुर तेस्रो पल्ट चाहिँ अर्को संस्थामा आयो भने त्यसलाई चाहिँ कसरी लिङ्क गर्न सकिन्छ? बिल्कुल। ल अब यसरी चाहिँ आइसकेपछि सबभन्दा पहिले त त्यसलाई त आफ्नो संस्थामा आइसकेपछि त मूल दर्ता त गर्नुहुन्छ हैन सर। मूल दर्ता गरिसकेपछि सेवा दर्ता गर्नुहुन्छ, सेवा दर्ता गरिसकेपछि अब ऊ अरू स्वास्थ्य चौकीमा के चेकअप गराएको थियो भनेर चाहिँ हजुरले चाहिँ यहाँ सबै डिटेलहरू राखिसकेपछि यहाँ हेर्नुस् त एउटा बाहिरबाट आएको छ भनेर एउटा छ अप्सन ग्लोबल क्लाइन्ट आइडी भन्ने हैन। ग्लोबल क्लाइन्ट आइडी त्यो त अर्कै भयो, अर्कै तरिकाको कुरा भयो। यहाँ चाहिँ बाहिरबाट उसले चेकअप गराएर आएको छ भनेपछि पनि हामीले चाहिँ यहाँ यो भित्र रूपा त्यही भित्र हाम्रो चाहिँ बाहिरबाट चेकअप गराएर आएको छ भने एउटा फिल्ड राखेको थियौँ नि हामी, आउट अफ लोकेसन भनेर बाहिरबाट आएको छ भनेर चाहिँ चेकअप प्लेस भन्ने हो। चेकअप प्लेस भनेपछि अरू ठाउँबाट चेकअप गराएर आएको छ भनेदेखि नि सर हजुरले चाहिँ कुन उसको सबै डिटेलहरू राखेर चेकअप प्लेस राखिदिनु भयो भने यो स्वास्थ्य चौकीबाट आएको छ भनेपछि त्यो चाहिँ के देखिन्छ भन्दाखेरि बाहिरको स्वास्थ्य चौकीबाट चेकअप गराएर आएको छ भन्ने देखिन्छ। यदि राख्नु भएन भने यही स्वास्थ्य चौकीबाट गरेको देखिन्छ, एउटा त्यो भयो हैन। अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ अब भनौँ न अब गर्भवती आमा चाहिँ आफ्नो मामा घर पनि जान के अरे माइत पनि जान सक्नुहुन्छ हैन, आफ्नो ससुरा पनि आउन सक्नुहुन्छ। सो त्यो केसमा चाहिँ कसो भन्दाखेरि हामीले ग्लोबल क्लाइन्ट आइडीको एउटा कन्सेप्ट ल्याएको छौँ। अब दुईटै ठाउँमा एउटै सिस्टम चलिरहेको छ भनेदेखि चाहिँ हामीले ग्लोबल क्लाइन्ट आइडी त्यहाँ राखिदियौँ भने अर्को स्वास्थ्य चौकीमा यहाँ के चेकअप भएको छ भनेर त्यहाँ सबै देखाउँछ, उसको रिपोर्टहरू सबै देखाउँछ। त्यहाँ के चेकअप भएको छ ग्लोबल क्लाइन्ट आइडीबाट हामीले दर्ता गऱ्यौँ भनेदेखि चाहिँ यहाँ चाहिँ सबै कुरो देखाएको छ। जस्तै तपाईँले मूल दर्तामा गएर हेर्नुहुन्छ भने त्यहाँ चाहिँ हामीले नयाँ दर्ता गर्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् त हाम्रो चाहिँ ग्लोबल क्लाइन्ट आइडी भनेर चाहिँ थर्डमा छ। त्यो उताको ग्लोबल क्लाइन्ट आइडी यहाँ हाल्यो भने उसको सबै डिटेलहरू यहाँ देखाउँछ है त। ग्लोबल क्लाइन्ट आइडी कहाँबाट चाहिँ हाल्ने हुन्छ? जस्तै सर अब अघि हामीले चाहिँ एउटा सुरक्षित मातृत्वको लागि गऱ्यौँ नि, त्यसको चाहिँ ग्लोबल क्लाइन्ट आइडी जेनेरेट भएको छ, हेर्नुहोस् त यहाँ चाहिँ छ ग्लोबल क्लाइन्ट आइडी। त्यो कार्डमा पनि हुन्छ, यहाँ पनि हुन्छ, यहाँ हेर्नुहोस् त ग्लोबल क्लाइन्ट आइडी। अब अरू स्वास्थ्य चौकीमा गयो भने नि यो ग्लोबल क्लाइन्ट युज गरेर उसले दर्ता गर्न पायो, उसले दर्ता गर्ने बित्तिकै यहाँको सबै रिपोर्टहरू त्यहाँ देखिन्छ, उसले के चेकअप गरायो। यो सबै अरू त्यो स्वास्थ्य पनि यो सेवा भयो अनि नै हुन्छ, छैन भने भएन भने नि तपाईँले चाहिँ त्यहाँको अब रिपोर्ट कार्डहरू उनीहरूले लिएर त आउँछन् के चेकअप भएको छ भनेर। त्यो रिपोर्ट कार्ड चाहिँ तपाईँले यही डेटा एन्ट्री गरेर कहाँबाट चेकअप गराएको छ भनेर चेकअप प्लेसमा राखिदिनु भयो भने उसले चाहिँ त्यो ठाउँमा यो चेकअप गराएको छ भनेर यो रिपोर्टमा बस्ने भयो के सर हैन। यो रिपोर्टमा चाहिँ बस्छ है सर। अनि त्यसलाई चाहिँ फेरि जस्तै अहिले त 8 पटक गर्भवती जाँच गर्नुपर्ने बेला भएको होइन, अब त्यो 2 पटक चाहिँ बाहिर गराएको छ या 6 पटक मात्र देखायो भने त्यसले के शो गर्छ सर फेरि पछाडि? त्यही त यहाँ चाहिँ अब कसो भन्दाखेरि जुन 2 चोटि उसले चाहिँ बाहिरबाट चेकअप गराएको छ नि, त्यो 2 चोटिमा चाहिँ कुन बेला चाहिँ बाहिर चेकअप गराएको छ भने नि तपाईँले चेकअप डेट, बाहिर चेकअप गराएको चेकअप डेट अनि त्यसपछि चेकअप प्लेस राखेर इन्ट्री गरिदिनु भयो भने यहाँ गरिदिनु भयो भने यहाँ चाहिँ के देखाउँछ भन्दाखेरि चाहिँ उसले चाहिँ 4 पटकमा काउन्ट एकचोटि छ भने एक देखाइहाल्छ यहाँ चाहिँ यही स्वास्थ्य चौकीमा हैन, काउन्ट देखाउँछ। त्यसपछि 8 पटकको पनि उसले बाहिर 2 चोटि गराएको छ, 6 चोटि यहाँ गराएको छ भनेपछि 8मा चाहिँ 1 भनेर देखाउँछ। भनेपछि उसले कहीँ न त कहीँ या त अरू स्वास्थ्य चौकीमा होस् अथवा प्राइभेटमा होस् अथवा चाहिँ ओआरसीबाट होस् उसले त सेवा लिएको छ नि त 8 पटक, त्यो चाहिँ 8 पटक यहाँ देखाउँछ सर। 8 पटकमा एकचोटि काम गर्छ भन्नाले त्यो हाम्रो 8औं पटकको सेवामा चाहिँ उसले त 1 देखाउने भयो। त्यो हाम्रो एचएमएस 9.3 मा पनि 1 देखाउने भयो, त्यसरी आउने भयो। देखाउनु भयो सर, देखाउनु भयो। ल 4 पटक पनि त्यसै गरी अनि 8 पटकको त्यसै गरी चाहिँ यहाँ चाहिँ काउन्टहरू के हुने भयो भन्दाखेरि देखाउने भयो है त। अनि सर यो सर एउटा कुरा यसो अझै मलाई सोध्नु मन लाग्छ सर। जस्तै यो अहिले के छ भने नि यो बाहिर स्वास्थ्य संस्थाहरूमा जुन अब नेपाल सरकारभन्दा बाहिरको स्वास्थ्य संस्थाहरूमा जताएर आएको छ भने त्यसलाई इन्ट्री गर्ने के अप्सन छ कि छैन? छ नि सर, मैले अघि देखाएँ त बाहिरबाट चेकअप गराएर आएको छ भने बाहिरको सबै डिटेल राख्नुहोस् अनि कुन ठाउँबाट चेकअप गराएर आएको छ भने चेकअप प्लेसमा गएर राखिदिनुहोस्। चेकअप प्लेसमा गएर प्राइभेट क्लिनिकहरूमा देखाउँछ कोही त अहिले त प्रायः जसो गर्भवती महिलाहरू
प्रायः चाहिँ प्राइभेट क्लिनिकहरुमा गएर दर्ताएर आएको हुन्छ त्यसलाई के प्राइभेट भनेर हाल्ने कि के गर्ने सर प्राइभेट भनेर कुन हस्पिटलबाट चेकअप गराएको छ भनेर प्राइभेट भनेर हालिदिनु भयो भने नि सर होइन प्राइभेट होइन कुनै डाक्टर क्लिनिकमा गएर दर्ताएको हुन्छ डाक्टरको त्यसलाई के भन्नु चेकअप प्लेसमा चाहिँ तपाईहरुले बुझ्ने हिसाबले या त एड्रेसको नाम या त डाक्टरको नाम या त क्लिनिकको नाम जे पनि राखिदिनु भयो भने बुझ्ने हिसाबले चाहिँ रिपोर्टमा गएर बस्नु भयो है त त्यसको बस्नु भयो हैन अब त्यसको लागि पनि हाम्रो सेटिङ छ हैन बाहिरकोबाट चेकअप गराएको आएको छ भनेपछि 3 चोटी त्यहाँ चेकअप गराएको छ चौथो चोटी यहाँ चेकअप गराउन आएको छ भने त्यसलाई 4 पटकमा काउन्ट गर्ने कि नगर्ने भनेर चाहिँ सेटिङबाट पनि त्यो मिलाउनु हुन्छ है त सेटिङबाट हैन त्यो बाहिरको काउन्ट नगर्ने हाम्रो मात्र आएको छ भने त्यही मात्र काउन्ट गर्ने हाम्रोमा 4 पटक मात्र आएको छ भने त्यही मात्र काउन्ट गर्ने 9.3 मा छ भनेदेखि चाहिँ त्यो सेटिङबाट तपाईले मिलाउन सक्नुहुन्छ है त सर ल बुझ्नुभयो नि सर ल त्यही अनुसार चाहिँ हाम्रो 3.6 को रजिस्टर पनि हेरिहाल्नु भयो कार्ड पनि हेरिहाल्नु भयो हैन अनि उ बच्चा जन्मेको छ भने बर्थ सर्टिफिकेट पनि यसले सिस्टमले बनाइदिन्छ क्यालेन्डर पनि कुन कुन बेला चाहिँ उले चेकअप गराउनु आउनु पर्यो भनेर चाहिँ सबै यहीँबाट हेर्न मिल्छ उले 8 चोटी चाहिँ पहिलो हप्तामा 12औं हप्तामा 16औं हप्तामा के उसको चेकअपहरु हुन्छ के चेकअप गरायो भनेर चाहिँ सबै हामीले यहाँबाट हेर्न पनि मिल्छ अनि चेकअप भइसक्यो भनेर पनि भन्न पनि मिल्छ त्यही अनुसार चाहिँ उले मोबाइल एप्लिकेसनमा हेर्न पाउनु भयो कि मेरो यो चेकअप भइसक्यो छ यो चाहिँ औषधिहरु मैले लिएको छु भनेर सबै मोबाइल एप्लिकेसनमा देखाउँछ गार्जियनकोमा है त ल अब सरहरु अरु चाहिँ भनिहाल्नुस् त अरु कुन इन्ट्रेस्ट लागेको मलाई चाहिँ राजेश सर एकदमै मन पर्यो है 3.5 को भन्नु सुरक्षित मातृत्वको अरु हजुरहरुलाई कुन लागेको छ देखाइदिदा ठीक होला फ्यामिली प्लानिङको न्युट्रिसनको आइएमएनसीआई को टीबी को जुनको छ भने त्यो भन्नु सर हैन भन्देखि चाहिँ हामी चाहिँ इम्युनाइजेसनको बच्चा खोपको देखाउँछौं एउटा ल कोही सर हुनुहुन्छ मेमहरु हुनुहुन्छ भने यसो अनम्युट गरेर भन्नुस् हामी चाहिँ त्यसको देखाउँछौं हैन किनकि समयको पनि त्यो छ हैन कोही छ भने ह्यान्ड रेज गरेर भन्नु होला सर है अनम्युट गरेर ल हुन्छ सर कुनै सरहरुलाई मेमहरुले त्यस्तो लाग्यो भने त्यो गरौँला हामी चाहिँ अहिले बच्चाको चाहिँ भ्याक्सिनको कसरी गर्छौं भनेर हामी देखाइराछौं है त जस्तै अब कसो भन्दाखेरि चाहिँ 2.2 को रजिस्टरमा हामीले दर्ता गर्छौं फिल्ड भिजिटमा जाँदाखेरि चाहिँ सो हामीले 2.2 मा पनि आएर हेर्यौं भनेदेखि चाहिँ त्यहाँ चाहिँ हामीले बच्चा खोपको गर्भवती खोपको एचपीभी खोपको पनि हामीले राख्दिएको छौं हैन भ्याक्सिन इन्भेन्ट्रीहरु भ्याक्सिन सेन्टरहरु स्यानिटेसनहरु सबै छ अब बच्चा खोपमा यहाँ आएर चाहिँ 2.2 मा आएर बच्चा खोपमा हजुरले क्लिक गर्नुहुन्छ भने यहाँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ माथि हेर्नुस् त सैम्पल इम्पोर्ट एड बेबी सबै छ तर वाच भिडियो पनि छ अब वाच भिडियोमा गर्नुहुन्छ भने भिडियो देखाइहाल्छ कसरी अब दर्ता गर्ने भनेर चाहिँ हैन कसरी दर्ता गर्ने कसरी भ्याक्सिन लगाउने भनेर चाहिँ देखाइहाल्छ तर हजुरहरुको माइन्डमा आइरा होला यो त अब सिस्टममा चाहिँ अब गर्नुपर्छ इन्ट्री तर हामीले त भ्याक्सिन त बाहिर दिन्छौं त्यहाँ चाहिँ पेपरमा लेख्छौं भनेर हजुरहरुलाई माइन्डमा आइरा होला त्यसको लागि चाहिँ हामीले के गरेको छौं भन्दाखेरि सर मोबाइलको एप्लिकेसन छ यसको मोबाइलको एप्लिकेसन पनि म लिंक शेयर गर्छु त्यो मोबाइलको एप्लिकेसन तपाईहरुले डाउनलोड गर्नुभयो भने त्यहाँ चाहिँ यही युजर नेम पासवर्ड हजुरको इमेल र मोबाइल नम्बर नै पासवर्ड राख्नुभयो भने त्यो मोबाइलको एप्लिकेसनमा तपाईको एप्लिकेसन ओपन हुन्छ त्यहाँ चाहिँ तपाईहरुले बच्चाको दर्ता मोबाइलबाट पनि गर्न सक्नुहुन्छ अनलाइन अनि जति पनि बच्चाहरु दर्ता भएको छ अनलाइन पुरानो अथवा नयाँ त्यो चाहिँ हजुरहरुले चाहिँ इन्टरनेट भएको बेलामा चाहिँ त्यहाँ फेच भनेर एउटा अप्सन हुन्छ फेच गर्नुभयो भने त्यो तपाईको अनलाइनबाट अफलाइनमा मोबाइल एप्लिकेसनमा आफै आएर बस्छ त्यो बच्चाको सबै डिटेल्स जति पनि बच्चाहरु छन् के भ्याक्सिन लिएको छ त्यो अफलाइनमा आएर सबै बस्छ त्यसपछि चाहिँ तपाईले फिल्डमा जानुभयो भने तपाईलाई त्यो इन्टरनेट चाहिदैन त्यो मोबाइल एप्लिकेसनको लागि चाहिँ अफलाइन मोडमा जानुहुन्छ भने त्यो सबै बच्चाहरुको लिस्ट देखाउँछ त्यहाँ कुन कुन बच्चाहरु दर्ता भएको छ कुन फिजिकल इयरमा भएको छ कुन आर्थिक वर्षमा भएको छ कुन कुन भ्याक्सिन लिएको छ भनेर त्यहाँ सबै देखाउँछ अनि तपाईले चाहिँ त्यहाँ भ्याक्सिन दिनुभयो भने अफलाइन नै दिएर सेभ गर्नुभयो भने सबै बच्चाहरुको भ्याक्सिन दिएर न्युट्रिसनको पनि उसको वेट नापेर बालभिटा दिनु भएको छ भने बालभिटा गर्भवती खोपको पनि दिनु भएको छ भने सबै इन्ट्री त्यहाँ गर्न पाउनुहुन्छ त्यो गर्नुभयो भने इन्टरनेट अब स्वास्थ्यकेन्द्रमा आएर इन्टरनेट भएको बेलामा चाहिँ तपाईले चाहिँ अपलोड गरिदिनु भयो भने त्यहाँ सिंक भनेर छ अप्सन अपलोड भनेर त्यहाँ चाहिँ गरिदिनु भयो भने सबै डेटाहरु चाहिँ आएर यहाँ आफै दर्ता भइहाल्छ त्यो मोबाइलबाट भएको डेटाहरु अनि 2.2 मा 2.2 को रजिस्टरमा अनि त्यसपछि 9.3 को खोप कार्यक्रमको काउन्टहरु सबै आएर बसिहाल्छ है त सर सो त्यसको चाहिँ त्यसरी छ हैन अब हामीले चाहिँ यहाँ के रे यहीबाट नै एउटा बच्चा दर्ता गरेर हामी देखाउँछौं है एउटा एड बेबी गरौँ अब यसमा पनि ग्लोबल क्लाइन्ट आईडी को कन्सेप्ट छ हजुरले दोस्रो नम्बरमा हेर्नुहुन्छ भने अर्को ठाउँबाट बच्चा त्यो आएको छ भने त्यसको ग्लोबल क्लाइन्ट आईडी छ भने उले के भ्याक्सिन लिएको छ भन्ने यहाँ देखाउँछ है त ल एउटा बच्चाको दर्ता गरौँ त ल बेबी न्यू भन्ने एउटा हामीले गर्यौं हैन फादर नेम भनेको अभिभावकको नाम हो त्यसमा फादर नेम मदर नेम हामीले राख्न सक्यौं है त्यसपछि चाहिँ जेन्डरमा बोय र गर्ल राख्न सक्ने भएमा अब मोबाइल नम्बरमा कस्तो हुन्छ भन्दाखेरि चाहिँ
मोबाइल नम्बर भयो भने उहाँलाई चाहिँ सेफ मदरहुड जस्तै के जान्छ भन्दाखेरि एउटा लिङ्क जान्छ जहाँबाट चाहिँ गार्जियनले चाहिँ मोबाइल एप्लिकेसन डाउनलोड गर्न पाउनुहुन्छ है त। ल बच्चाको बर्थ डेट भयो, हामी 1 गते नै राख्यौँ है। अब अर्को चाहिँ नेसनालिटी छ। अब कस्तो भन्दाखेरि नेपालबाटै हो कि फरेन हो कि भनेर पनि हाम्रो रजिस्टरहरूमा चाहिन्छ नि त, त्यो पनि हामीले त्यहाँबाट ड्रप डाउन फरेनर हो भने बाहिरबाट आएको भनेर पनि हामीले राख्न सक्यौँ है त। सो नेपाली पनि राख्न सक्यौँ, फरेनर पनि भनेर राख्न सक्यौँ है त। अब अन्य क्षेत्रभन्दा बाहिरबाट आएको छ, आफ्नो क्षेत्रभन्दा बाहिरबाट आएको छ भने आउट अफ लोकेसन नेम कुन ठाउँबाट आएको छ भनेर हामीले त्यहाँ राखिदियौँ भनेपछि चाहिँ हाम्रो 2.2 को अन्य रजिस्टरको जुन छ क्षेत्रभन्दाको रजिस्टर छ त्यसमा गएर आफै बस्छ यसमा है त। ल यसमा चाहिँ हामीले चाहिँ अब स्टाफ नेम सिलेक्ट गर्ने भयौँ होइन, जुन चाहिँ हाम्रो कार्डमा देखिन्छ। अब फिल्ड इम्युनाइजेसन भनेको हाम्रो भ्याक्सिन सेन्टर हो। अब कुन खोप केन्द्रकोबाट चाहिँ हामीले यो बच्चा दर्ता गरिरहेछौँ भन्ने टाइपको कुराहरू है त। हामीले खोप केन्द्रहरू पनि लिस्ट गर्न सक्छौँ, 4 वटा 5 वटा 2 टा एउटा होइन, नगर्दा पनि हुन्छ गर्दा पनि हुन्छ है त। खोप केन्द्र हामी सिलेक्ट गऱ्यौँ भने 8 बेबी भ्याक्सिन गरौँ है। अब हामीले त यसरी चाहिँ एउटा एउटा बच्चाको त दर्ता गर्न धेरै छ, हामीसँग डेटा गाह्रो हुन्छ भनेपछि चाहिँ हामीले सेम्पल डाउनलोड गरेर त्यहाँ एक्सेल फाइलमा हामीले सबै बच्चाहरूको लिस्ट गरिदियौँ भने नामहरू, उसको बर्थ डेटहरू सबै हामीले राखिदियौँ भने सिस्टमले चाहिँ एकैचोटिमा सबैको रजिस्टर हुन्छ है त। अब माथि हेऱ्यौँ भनेदेखि चाहिँ अलमा आएर बस्यो। यहाँ चाहिँ के छ भन्दाखेरि आफ्नो स्वास्थ्य चौकीमा दर्ता बच्चा हो भने हेल्थ अफिसमा आएर दर्ता हुने भयो। एक्सटर्नल भनेपछि बाहिरको हो भने बाहिरकोमा बस्ने भयो। 24 to 59 मन्थ्सको हो भने 24 to 59 मा बस्ने भयो है त। अब हामीले अहिले अलमै गएर हेर्छौँ है। अब अलमा गएर हेर्छौँ भने त्यो बच्चा के भयो भन्दाखेरि सिस्टमले चाहिँ एउटा क्यालेन्डर बनाइदियो, बर्थदेखि लिएर 15 महिनासम्म कुन कुन भ्याक्सिन लगाउनु पर्छ भनेर चाहिँ यसले यसरी बनाइदियो। अब हजुरहरूले हेर्नुहुन्छ भने सबै बिसिजी छ, उसले बिसिजी कुन बेला लगाउनु पर्यो, त्यसपछि चाहिँ 6 हप्तामा चाहिँ 4 वटा भ्याक्सिन र पोलियोहरू के हुन्छ त्यो लगाउनु पर्यो भनेर चाहिँ यहाँ चाहिँ सबै यहाँ देखाउँछ। भनेपछि चाहिँ हामीले चाहिँ अब मानौँ बिसिजी बाहिरबाट लगाएर आएको छ अरे है। ल बिसिजी एउटा बाहिरबाट लगाइदिनु रुपा एक्सटर्नल टेकन भनेर गर्नुपर्छ है त। ल उनीहरूले चाहिँ कुनै हस्पिटल एबिसी हस्पिटलबाट लगायो अरे कुनै दिन है, हामीले त्यसरी राखिदिन सक्छौँ। ल एबिसी हस्पिटल भनेर राखिदिउँ, कुनै ठाउँको लगाएर आएको छ बाहिरबाट। ल अब ओके गरिसकेपछि हामीले कार्डमा गएर हेऱ्यौँ भनेदेखि चाहिँ है, कार्डमा गएर हेऱ्यौँ भनेदेखि चाहिँ कार्डमा आफै आएर बस्यो। त्यो चाहिँ कुन ठाउँमा लगाएको छ भनेर चाहिँ पनि त्यहाँ देखाउँछ होइन। जुम गरेर रूपा अलिकति हो, यहाँ चाहिँ यसरी चाहिँ डेट गमसमा डेट पनि आएर बस्ने भयो। यो ठाउँमा बाहिरबाट लगाएको छ भनेर बुझिन्छ। अब यो चाहिँ हामीले यसरी लगाइसकेपछि 2.2 मा पनि देखाउने भयो कि त्यहाँ चाहिँ। र त्यो अहिले नहेरौँ, अहिले चाहिँ 4 वटा भ्याक्सिन चाहिँ यही ठाउँमा दिउँ फेरि। ल अनि त्यो डेटहरू पनि आफैले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ उसको बर्थ डेट अनुसार चाहिँ कुन कुन बेला चाहिँ भ्याक्सिन लगाउनु पर्छ, अथवा हामीले चाहिँ जुन भ्याक्सिन अब सेन्टर जुन हुन्छ हाम्रो चाहिँ खोप केन्द्र, त्यहाँ चाहिँ हामीले कसैको 1 गते चल्छ होला खोप, कसैको 2 गते, कसैको 5 गते, कसैको 7 गते चल्छ होला। त्यो अनुसार चाहिँ हामीले भ्याक्सिन दिँदै जान्छौँ डेट सिलेक्ट गरेर। त्यही अनुसार चाहिँ यो डेट पनि त्यही अनुसार चाहिँ चेन्ज हुन्छ क्या। यदि हामीले चाहिँ 5 गते भ्याक्सिन लगाएको छौँ भने 5 गते नै आउनु पर्यो भनेर यो डेटहरू आफै चेन्ज भइहाल्छ है त। त्यो डेट पनि आफैमा चेन्ज हुनेछ है, उसले कुन कुन बेला आउनु पर्यो भनेर चाहिँ। ल ब्याक गरेर 4 वटा भ्याक्सिन दिउँ त। अब 6 हप्ताको हामीले भ्याक्सिन दियौँ है। ल अब यो चाहिँ एकैचोटि पनि हामीले त्यसरी चेक मार्क गरेर यसरी बल्क अपडेट गरिदियौँ भने त्यो बच्चाको के हुने भयो भन्दाखेरि एकैचोटि पनि भ्याक्सिन लाग्ने भयो कि आजकै डेट राख्दा हुन्छ। 18 गते नै राखिदिउँ। कुन सरले कुन स्वास्थ्य कर्मीले दिनुभयो, यताउता ब्याच नम्बर घोलक नम्बर पनि किन चाहिन्छ भन्दाखेरि चाहिँ हाम्रो सिम्टम्सहरू आयो भने त्यही अनुसार चाहिँ त्यसलाई म्यानेज गर्नलाई चाहिँ हामीले चाहिन्छ नि त 2.2 मा, त्यही अनुसार भयो। अब कार्डमा गएर हामीले हेऱ्यौँ भनेदेखि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ 4 वटा भ्याक्सिनको चाहिँ आफै आएर बस्ने भयो। हजुरहरूले हेर्नुहुन्छ भने यो 4 वटा भ्याक्सिन आफै आएर बस्ने भयो। अब यही अनुसार चाहिँ हाम्रो 2.2 मा हेरौँ अनि 9.3 मा हेरौँ आएको छ कि छैन भनेर चाहिँ है। ल यहाँ आएर हेऱ्यौँ भनेदेखि चाहिँ स्क्रल गरौँ, यो भ्याक्सिन सेन्टरहरू त्यो भइहाल्यो भ्याक्सिन इन्भेन्ट्री। यहाँ चाहिँ हामीले हेऱ्यौँ भनेदेखि चाहिँ यहाँ हेऱ्यौँ त त्यो बच्चा बेबी न्यू भनेर हामीले गरेको थियौँ, त्यसको सबै डिटेल्सहरू यहाँ आयो। यो येलो किन आयो भन्नुहोस् त सर, कोहीहरूलाई आइडिया आयो येलो किन आयो भनेर बिसिजीमा? यो चाहिँ येलो किन आयो भन्दाखेरि चाहिँ हामीले चाहिँ बिसिजी बाहिरबाट लगाएको छ भनेर चाहिँ त्यो जनाउनलाई चाहिँ येलो गरिदिएको छ है। अब हामीले 4 वटा भ्याक्सिन लगाएको थियौँ, त्यो चाहिँ 4 वटा भ्याक्सिन चाहिँ रोटा फर्स्ट लगाएको थियौँ होइन, पोलियो फर्स्ट लगाएको थियौँ, बिसिजी पिसिबी फर्स्ट के लगाएको थियौँ, त्यो चाहिँ यहाँ आएर बस्ने भयो है। अनि त्यही अनुसार चाहिँ हाम्रो नियमित खोप सेवा भन्दा बाहिरको चाहिँ अघि भने जस्तै आउट अफ लोकेसन नेम राख्ने बित्तिकै यहाँ आएर बस्थ्यो है। अब 9.3 मा गएर है त। ल यहाँ चाहिँ आएर हेर्नुभयो भने हजुरहरूले चाहिँ हामीले पहिलो
हैन सबै यहाँ आएर चाहिँ के भयो भन्दाखेरि चाहिँ हामीले चाहिँ यो सबै यहाँ चाहिँ आएर बस्ने भयो। अब BCG मा 0 किन देखायो भनेपछि ऊ बाहिरबाट लगाएर आएको थियो है। अनि यहाँबाट लगाएको चाहिँ 4 वटामा 1 आइसक्यो। त्यही अनुसार चाहिँ हाम्रो 24 to 59 मन्थ्स त्यसपछि अरु पनि TD को जे भ्याक्सिन्सहरु छ 24 देखि 59 महिनाको सबै यहाँ आफै आएर काउन्ट भएर बस्छ। कुनै बच्चाको चाहिँ सबै भ्याक्सिन लागिसकेको छ भने तिनीहरुको पनि काउन्ट आएर बस्छ। अब यो बसिसकेपछि चाहिँ हामीले चाहिँ के रे सबमिट टु DHIS2 मा गएर युजर नेम र पासवर्ड हाल्यौं भने के हुन्छ भन्दाखेरि चाहिँ DHIS2 मा आफै गएर बस्छ है त सरहरु। यहाँ चाहिँ हामीले HMIS DHIS2 खोल्नु पनि पर्दैन, यहीबाट हामीले चाहिँ सबमिट गर्न सक्छौं। सो भनेपछि चाहिँ यो चाहिँ अफलाइनको पनि केसमा चाहिँ हजुरहरुले मोबाइलको एप्लिकेसनबाट पनि तपाईहरुले चाहिँ सबै भ्याक्सिनहरु दिन सक्नुहुन्छ, इन्टरनेटै चाहिँदैन हैन। अनि इन्टरनेट भएको बेलामा चाहिँ एउटा बटन थिच्नुहुन्छ भने हाम्रो सबै 2.2 को रजिस्टर 9.3 को रजिस्टर रिपोर्टहरु सबै आफै बन्छ अनि हामीले चाहिँ DHIS2 मा के गर्न सक्छौं भन्दाखेरि सबमिट गर्न सक्छौं। सो यो चाहिँ खोपको केस भयो। अब खोपमा पनि हाम्रो के हुन्छ भन्दाखेरि बाहिरबाट आएको हैन आफ्नो स्वास्थ्यको यो दुईटा केस हुन्छ हैन, त्यो भयो। अर्को चाहिँ हाम्रो गर्भवतीको पनि हाम्रो चाहिँ कोही अब भनौं न खोप केन्द्रमा चाहिँ अब TD भ्याक्सिन मात्र लिन आउनुहुन्छ, त्यसको लागि चाहिँ हामीले चाहिँ खोपमा चाहिँ गएर हेर्यौं भनेदेखि चाहिँ गर्भवती खोपमा चाहिँ हामीले चाहिँ यहाँबाट TD रजिस्टर गर्न मिल्छ। प्लस गर्नुभयो भने त्यो गर्भवती आमाको दर्ता गरेको छैन भनेदेखि उसले भ्याक्सिन मात्र लिन आएको छ भनेदेखि चाहिँ हामीले यहाँबाट दर्ता गरेर चाहिँ उसको हामीले भ्याक्सिन दिन सक्यौं है। त्यो चाहिँ हाम्रो चाहिँ खोपको यो कुराहरु भयो। हाम्रो HPV को पनि छ, HPV को खोपको पनि हामीसँग चाहिँ खोप दिएर चाहिँ उहाँहरु कार्ड पनि हामी जेनेरेट गर्न सक्यौं है त। अब HPV खोपको अहिले हामीले दिन्छौं कि दिदैनौं थाहा भएन है, चलाइसकेको छौं के छ हैन, त्यस्तो पनि हामी राखिसकेको छौं। भ्याक्सिन इन्भेन्टरीहरु भ्याक्सिन सेन्टरहरु सबै छ यसमा चाहिँ है। हाम्रो जति पनि चाहिन्छ सबै छ 2.2 को रजिस्टरमा चाहिँ चाहिने जति छ है। ल अरु सरहरुलाई लागेको जिज्ञासा भन्नुस् त। अब आइएमएनसी देखाउँदा ठीक होला कि फ्यामिली प्लानिङ देखाउँदा ठीक होला हैन। अब आइएमएनसी कुरा गर्दाखेरि चाहिँ 0 देखि 2 महिना 2 देखि 59 महिना, त्यसपछि हाम्रो परिवार नियोजनको कुरा गर्दाखेरि चाहिँ हामीले चाहिँ परिवार नियोजन भनेर मूल दर्ता गर्यौं भनेदेखि चाहिँ त्यसपछि चाहिँ हामीले 3.1 मा फेसिट बनाउँछौं। अनि फेसिट बनाइसकेपछि चाहिँ उ पुरानो हो। सर यो मेरो जिज्ञासा सर, यो खोपमै एउटा अलिकति जिज्ञासा के देख्यो भने जस्तै BCG बाहिर लगाएको छ, DPT फर्स्ट डोज हाम्रो स्वास्थ्य संस्थामा लगायो, सेकेन्ड डोज अर्को स्वास्थ्य संस्थामा लगायो, थर्ड डोज अर्कै स्वास्थ्य संस्थामा लगायो, त्यसले चाहिँ के कसरी त्यसलाई इन्ट्री गरिन्छ? त्यही त बाहिरबाट जुन लगाएको छ नि सर, बाहिरबाट DPT फर्स्ट ल भन्नुस् त। DPT फर्स्ट हाम्रोमा लगायो। ल अरु यसो गरौँ न सर, यो विक 10 मा चाहिँ गर्दिउँ न। ल विक 10 मा चाहिँ बरु हप्ता 10 हप्ता वालामा कुनै लगाम न। जस्तै रोटा फर्स्ट हैन, रोटा फर्स्ट बाहिरबाट लगायो मानौँ है सर। ल रोटा फर्स्ट यसरी खोलेर एक्सटर्नल टेकन गर्दिउँ। ल रुपा यसलाई चाहिँ ABC हस्पिटल राख्दिउँ, त XYZ हस्पिटल राख्दिउँ है, सरले भने अनुसार नै गरौँ। ल यो भयो है सर। अब त्यो रोटा फर्स्ट चाहिँ बाहिर लगायो हैन सर। अब पोलियो यहाँ लगाउनु हुन्छ हैन, पोलियो सेकेन्ड चाहिँ पोलियो सेकेन्ड यहाँ लगाउनु छ भने टेकनमा मात्र क्लिक गर्नुस्। अब टेकनमा गर्नुभयो भने कुन खोप केन्द्रबाट लाग्यो, स्वास्थ्य कर्मीले कुनले दिनुभयो भनेर पनि डिटेल राखेर चाहिँ तपाईले ओके गर्नुहुन्छ भने यहाँ लाग्यो। ल रुपा ओके गर। ब्याच नम्बर गोलक नम्बरहरु चाहिँ राख्दा पनि भयो नराख्दा पनि भयो। अर्को सर PCB सेकेन्ड बाहिर लगाइदिने, एक्सटर्नल गर्दिने। ल PCB सेकेन्ड चाहिँ बाहिर लगाइदिउँ, एक्सटर्नल टेकन गर्दिउँ है। ल त्यसपछि चाहिँ हामीले चाहिँ अमर सर एकैछिन सर यो सिद्धिहालोस्। त्यसपछि यसलाई चाहिँ हामीले यही लगाइदिउँ। ल यतिकै ओके गर्दिउँ। ल अब चाहिँ हामीले कार्डमा गएर हेर्यौं भनेदेखि चाहिँ 2.2 को रजिस्टरमा गऱ्यौं भनेदेखि चाहिँ राजेश्वर सर हजुरले हेर्नुहुन्छ भने यहाँ हेर्नुस्, जुम गरेर रूपा अलिकति यहाँ हेर्नुस् त। यो चाहिँ रोटा चाहिँ यसले WE हस्पिटलबाट लगाएर आएको छ यो टाइममा। OPV यही लगाएको छ। PCB चाहिँ यो पनि बाहिरबाट लगाएको छ, आउट भनेर देखाइदियो। त्यसपछि यो भनेको हेपाटाइटिस B भनेको यही लगाएको छ भने यसरी देखाउँछ सर कार्डमा। अनि 2.2 मा पनि गएर हेर्नुहुन्छ भने त्यहाँ पनि त्यही अनुसार चाहिँ येलो भएर देखाउँछ, यो यहाँ लगाएको छ भनेर चाहिँ है राजेश्वर सर हेर्नुस् त। ल हेर्नुस् त, यो चाहिँ येलो भएको नि यसले बाहिरबाट लगाएको छ भनेर बुझिन्छ। सुरुमा हामीले BCG बाहिरबाट लगाएको थियौं, त्यसपछि चाहिँ यो रोटा 2 बाहिरबाट लगायौं, अर्को चाहिँ यो PCB चाहिँ 2 चाहिँ हामी बाहिरबाट लगायौं भने येलो भएर यसरी बस्छ सर। राजेश्वर सर छुट्टिनु भयो है, राजेश्वर सर छुट्टिनु भयो हैन। अब बाहिरको चाहिँ अब 3टा केस छ यसमा चाहिँ भनौं न। एउटा चाहिँ उ बच्चा नै बाहिरबाट आएको छ रे हैन, अन्य क्षेत्र भन्दा बाहिरबाट आएको छ रे, एउटा त्यो भयो, त्यसलाई हामी भ्याक्सिन दिन्छौं हैन।
अब भ्याक्सिन दिँदाखेरि आफ्नो भ्याक्सिन खर्च भयो नि त यो स्वास्थ्य चौकीको। अर्को चाहिँ त्यो बच्चा चाहिँ बाहिरबाट लगाएर आएको छ अरे हैन, त्यो भयो। थर्ड केस चाहिँ आफ्नै स्वास्थ्य चौकीको भयो भनेर 3टा केस हुन्छ के यहाँ। 3टै केसको लागि चाहिँ हामीले कभर गरिसकेका छौँ। अब बाहिरबाट आएको छ भनेदेखि चाहिँ हामीले चाहिँ दर्ता गर्ने बेलामै आउट अफ लोकेसन नेम गरेर दर्ता गर्छौँ, यो बाहिरको बच्चा हो भनेर हैन। अब आफ्नो बच्चा हो भनेदेखि चाहिँ यही बच्चा स्वास्थ्य चौकीको बच्चा हो भनेदेखि चाहिँ यही टोलको भनेपछि चाहिँ त्यहाँ चाहिँ आउट अफ लोकेसन नेम हामी राख्दैनौँ, यतिकै दर्ता गर्छौँ। अनि त्यसपछि चाहिँ ऊ बाहिरबाट के पनि लगाएर आएको छ, यहाँ चाहिँ के लगाउँदैछ भनेर चाहिँ त्यही अनुसार चाहिँ यहाँ बस्नु भयो है त खोपको केसमा। अमर सर भनिदिनुहोस् त, हजुरले के भन्दै हुनुहुन्थ्यो? सपोज सर जस्तो कि बीसीजी अनि होइन, अनि 6 हप्ताको सुई लगाएर आयो होइन, हजुर हजुर। अनि त्यसलाई चाहिँ हामीले नै सब्मिट गर्नुपर्ने त्यसको डेटहरू चाहिँ डेटहरू सब्मिट गर्नु पर्दैन, जस्ट हाम्रो एउटा इन्फर्मेसनको लागि चाहिँ हामीले चाहिँ आफ्नो सिस्टममा राखिरहेको छौँ। सपोज सर उसले चाहिँ सपोज वीर हस्पिटलबाट बीसीजी होइन अनि पेन्टा फर्स्ट लगाएर आयो, ठिक छ। हजुर हजुर हजुर। अनि सेकेन्ड यानि 10 हप्तामा हाम्रो संस्थामा पुगेपछि हामीले उसको चाहिँ बीसीजी डेट यसमा राख्ने कि नराख्ने? बीसीजी लगाएको त्यो चाहिँ नि सर, बीसीजी तपाईँले लगाएको डेट आफ्नो इन्फर्मेसनको लागि चाहिँ राख्न खोज्नुहुन्छ भने राख्नुहोस्, नराख्नुभयो भने उहाँहरू त कार्डमा हुन्छ नि त, उहाँको कार्डमा हुन्छ, अथवा आफ्नो इन्फर्मेसनको लागि मात्र हुन्छ। बाहिरबाट लगाएर आएको छ भनेदेखि त 9.3 मा भएर काउन्ट हुँदैन, किन भन्दाखेरि त्यहाँ काउन्ट हुनु भनेको तपाईँको के हुनु हो भन्दाखेरि DHIS2 मा रिपोर्टै हुनु हो। त्यो हुनु भनेको चाहिँ तपाईँले त्यो खोप दिनु भएको छ भनेर मात्र हो नि त। सो हजुरले चाहिँ जुन खोप लगाउनु भएको छ नि सर, त्यही मात्र इन्ट्री गर्दा पनि भयो, अथवा इन्फर्मेसनको लागि चाहिँ बाहिरको पनि तपाईँले चाहिँ राख्दा चाहिँ भयो इन्फर्मेसन चाहिँ है त सर। जस्तै अघि पनि हामीले सेफ मदरहुडको केसमा चाहिँ बाहिरबाट उसले चेकअप गराएर आएको छ भनेपछि उसले रिपोर्टमा के खाएको थियो, के टेस्ट भएको थियो, के थियो भनेर पनि हामीले चाहिँ रिपोर्टहरू राख्न चाहिँ मिल्यो। तर त्यो राख्दा पनि हुन्छ नराख्दा पनि हुन्छ भन्ने कुरा हो नि त। जस्तै हामीले चाहिँ बाहिरबाट चेकअप गराएर ऊ आएको छ भनेदेखि चाहिँ उसले उसको पास्ट के छ त भनेर हामीले एउटा पेपरमा लेख्छौँ नि त, ल उसको बीपी यति थियो, उसको वेट यति थियो, उसको हाइट यति थियो, यो भनेर हामी लेख्छौँ नि। त्यो टाइपको हामीले समरी टाइपको यो रजिस्टरमा चाहिँ राख्न मिल्यो, नराख्दा पनि हुन्छ हैन, आफ्नो प्र्याक्टिसमा डिपेन्ड पर्नु भयो है अमर सर। हजुर हजुर सर। अरू सर के होला हजुरहरूको जिज्ञासा भन्नु सर। यसरी सोध्नुभयो भने हामीलाई पनि रमाइलो लाग्छ, हजुरहरूलाई चाहिँ इन्ट्रेस्ट हुनुहुन्छ हैन, हजुरहरूले बुझिराख्नु भएको छ भनेर हामीलाई एकदमै मजा लाग्छ सर हैन। अब यसको मोबाइलको एप्लिकेसन छ सर, मोबाइलको एप्लिकेसन मैले हजुरहरूको ग्रुपमा राखिदिएको छु, मोबाइलको एप्लिकेसन डाउनलोड गर्नु होला। अनि त्यहाँबाट पनि हजुरहरूले दर्ता गर्न सक्नुहुन्छ फिल्डमा गएर। अफलाइन अनलाइन चाहिँ तपाईँहरूले मजाले बुझ्नुहुन्छ, त्यो एप्लिकेसन डाउनलोड गर्नु होला, हेर्नु होला एक्चुअली। अथवा कुनै दिन हामीले चाहिँ तपाईँले भन्नुभयो भने हामीले चाहिँ मोबाइल एप्लिकेसनको पनि कसरी चलाउने भनेर चाहिँ हामी त्यो पनि हामी डेमो देखाउँछौँ है सर। त्यो हामी चाहिँ सजिलै त्यो पनि हामीले गर्न सक्छौँ है। यता हामीहरूलाई मोबाइल एप्लिकेसनबाट पठाइदिनु न सर। मोबाइल एप्लिकेसनको लिङ्क चाहिँ जुन सरले पाउनु भएको छैन नि, त्यो सरले चाहिँ मेसेज गर्नु होला ग्रुपमा, अथवा पर्सनल मेसेज गर्दा नि हुन्छ, म चाहिँ लिङ्क पठाइदिन्छु है सर। हजुरले चाहिँ प्ले स्टोरमा गएर EHMIS सर्च गर्नुभयो भने EHMIS सर्च गर्नुभयो भने त्यहाँ सबै कुराहरू EHMIS सर्च गर्नुभयो भने त्यहाँ दुईटा एप्लिकेसन आउँछ सर है। एक्चुअली सर्च गर्नु होला EHMIS भनेर प्ले स्टोरमा। एकैछिन सर। ल हुन्छ हुन्छ। अरू सरहरू कुनै जिज्ञासा छ भने भन्नु होला है सर। हामीले चाहिँ तीनटा आयो सर, तीनटा आयो EHMIS सर्च गरेर तीनटा आयो, एउटा EHMIS NHMIS आयो भनेर प्ले स्टोरमा सर्च गरेर ब्राउजरमा गएर दुईटा आउँछ, एउटा चाहिँ के अरे NHMS को, एउटा चाहिँ के अरे बच्चाको। त्यो दुईटै एप्लिकेसन डाउनलोड गर्दा हुन्छ। हो दुईटै डाउनलोड गर्दा हुन्छ, एउटा चाहिँ गार्जियनको लागि भयो, एउटा चाहिँ हाम्रो लागि भयो हैन। त दुईटै गर्नुपर्छ कि एउटाले मात्र पुगिन्छ सर? सर एउटा गार्जियनको लागि भयो, गार्जियनको त हामीले किन गर्नु पर्यो, एउटा मात्र गर्दा हुन्छ EHMIS। एउटा EHMIS हो र एउटा EHS वाच छ, त्यो पनि गर्ने कि? हैन त्यो नगर्ने, हामी चाहिँ यहाँ स्क्रिनमा देखाइरहेको छौँ। रुपा प्ले स्टोर पहिला खोलिहाल्नु न यसमै। प्ले स्टोर खोलिदिनु भयो, डाउनलोड पनि गरिदिनु भयो त्यो एप्लिकेसन। यो भनेको चाहिँ हाम्रो गार्जियनको लागि भयो हैन। हजुर हजुर। अनि अर्को चाहिँ तपाईहरुले चाहिँ सर्च गर्नुभयो भने EHMIS भनेर यस्तो आउँछ सर, EHMIS NHMIS है। यो चाहिँ इन्टरनेटै चाहिँदैन यसको लागि चाहिँ। तपाईहरुले अफलाइन फिल्डमा गएर अफलाइनै सबै गर्न सक्नुहुन्छ। कुन कुन बच्चाहरु के छ कसो छ भनेर चाहिँ तपाईहरु हेर्नुहुन्छ भने यहाँ सबै यस्तो हुन्छ है सर। है यहाँ अफलाइनै सबै डेटाहरु इन्ट्री हुन्छ। फिल्डमा तपाईहरुले चाहिँ कम्प्युटर बोकेर जानु पर्दैन, मोबाइलको एप्लिकेसनबाट नै एकदमै सजिलो तरिकाले हामीले गर्दैको छौं है। हुन्छ सर, यसको दुबैको लिंक पनि पठाइदिनु, शेयर गरिदिनु यो भित्र ग्रुप भित्र। हो हुन्छ हुन्छ।
अरू सरहरू चाहिँ भन्नुहोस् त सर, हामी चाहिँ नभए एक्चुअली फ्यामिली प्लानिङको हामी देखाउन सोचिरहेको थियौँ। फ्यामिली प्लानिङको देखाउँदा ठिक होला कि नभए न्युट्रिसनको पनि देखाउँदा भयो है, नभए न्युट्रिसनको एउटा दर्ता गर सर। यसमा यसरी है, त्यो बच्चाको के भन्छ केन्द्रमा जाँदाखेरि खोप केन्द्रमा बच्चाको कार्डमा पनि भर्ने अनि आफ्नो अफलाइन पनि भर्नुपर्ने हुन्छ। अब उहाँहरूको कार्डमा भन्नुभयो होइन, कार्डमा पनि भर्ने अनि आफ्नो मोबाइलमा पनि मोबाइल खोलेर त्यो पनि अफलाइन गर्ने, डबल काम भयो नि त। अब कस्तो भन्दाखेरि जुन चाहिँ हजुरले रजिस्टरमा जुन लेख्नुहुन्छ नि त्यो बच्चाको जुन रजिस्टरमा हजुरले लेख्नुहुन्छ त्यो चाहिँ रजिस्टरमा गर्नु परेन, हजुरले मोबाइलमै गर्नु पाउनु भयो होइन होइन। अनि त्यो मोबाइलमा तपाईँले गरिसकेपछि तपाईँले एउटा बटन क्लिक गरिसकेपछि तपाईँको 2.2 को रजिस्टर पनि आफै बन्ने भयो अनि 9.3 को काउन्ट पनि आफै बन्नु भयो होइन। अनि त्यो पछिको लागि पनि हुने भयो के सर, यसले के भ्याक्सिन लिएको थियो के थियो भनेर चाहिँ हामीले चाहिँ फुल इम्युनाइजेसन कार्ड पनि उसलाई दिन सक्यौँ। सिस्टमले पनि फुल इम्युनाइजेसन कार्ड पनि जेनेरेट गरिदिन्छ देखाउँदो रूपमा। सर उहाँले त्यो कुरा होइन नि भनेको, उहाँको भनाइ के छ भने बच्चालाई के दिने, अफलाइनमा गर्दाखेरि हामीहरूले त्यो मेन्टेन गरेन भने त्यो अभिभावक र बच्चालाई के किने, त्यो दिने कि नदिने कार्ड अफलाइन गरेन भने उहाँहरूको जुन कार्ड छ नि सर त्यो कार्ड त हामीले दिनै पर्छ। कार्ड दिनै पर्छ, त्यो कार्डमा पनि भर्ने अनि आफू चाहिँ आफ्नो मोबाइलमा पनि गरेर अफलाइन सेभ गर्नुपर्ने हुन्छ। अफलाइन सेभ गर्दा अब प्रिन्टर त्यहाँ सुविधा हुन्थ्यो, बरु अफलाइन भर्नु पर्दैन के सर, त्यही होला होइन। प्रिन्टर भयो भने त हजुरले जुन बच्चालाई दिनुहुन्छ नि कार्ड त्यो त कार्ड प्रिन्ट गरेर दिनुहोस् या त उहाँहरू जुन कार्डमा लेखेर दिनुहोस्, पुरा त्यही नै भयो होइन। तर सिस्टममा इन्ट्री गर्नुपर्ने छ भनेदेखि चाहिँ तपाईँले अफलाइनको किन हो भन्दाखेरि चाहिँ त्यहाँ इन्टरनेट हुँदैन नि त। हुँदैन भनेपछि तपाईँले मोबाइलको एप्लिकेसनबाट नै तपाईँले नयाँ हो भने नयाँ, पुरानो हो भने पुरानो भ्याक्सिन के हो भनेर तपाईँले दिनुभयो भने तपाईँको केही सेभ हुन्छ अनि त्यसपछि तपाईँको सिस्टममा आफै आइहाल्छ सर। एउटा बटन कार्ड ठिक हुन्छ, कति प्रिन्ट गरेर कति पटक दिनुपर्ने हुन्छ, कार्डै ठिक हुन्छ। कार्डैमा बरु लिँदैन, जुन चाहिँ हामीले कार्डमा त अहिलेको प्र्याक्टिस त्यही छ नि, हामी कार्डमै लेखेर दिन्छौँ होइन। कार्डमा दिने एकैचोटि लास्टमा फुल इम्युनाइजेसन गरेर प्रिन्ट गरेर त्यो प्रमाण गरेर दिइहाल्ने। फुल इम्युनाइजेसनको एकचोटि हेराउँदो रूपमा। यसको लागि सर भेक्सिनेटरलाई पनि त्यो अनलाइन ट्रेनिङ हुन्छ, अनलाइन ट्रेनिङ या भर्ती रूपमा दिनुपर्ने हुन्छ साथीहरूलाई पनि। उहाँहरूलाई हामीले चाहिँ तपाईँले हेर्नुभयो होला, हामीले चाहिँ हरेक ठाउँमा हामीले भिडियो राखिदिएको छौँ होइन। हामीले भिडियो राखिदिएको छौँ, हरेक शुक्रबार हामीले सेसन पनि राख्छौँ। के चाहिँ कन्फ्युजनहरू छ भनेर चाहिँ त्यो कन्फ्युजन पनि हामी फिक्स गर्छौँ। रिपोर्ट गर्नुभयो भने हामीले त्यतिखेर नै हजुरलाई एनी डेस्कमा लिएर हामी तपाईँको प्रब्लम सोल्भ गर्छौँ सर होइन। त्यसपछि तपाईँहरूको भिडियोहरू पनि छ, गाइडलाइन्स युजर गाइड मेनुअलहरू पनि सबै कुराहरू छ नि त। यो हेर्नुहोस् त सर, हामीले एउटा बच्चालाई चाहिँ सबै भ्याक्सिन दियौँ होइन, अनि यसको चाहिँ एउटा कार्ड नै जेनेरेट भयो। अब यसलाई प्रिन्ट पनि हामीले हरेक कार्ड र रजिस्टरमा प्रिन्ट भन्ने बटन हुन्छ माथि, यहाँ हेर्नुहोस् त, हरेक कार्ड र रजिस्टरमा प्रिन्ट भन्ने बटन हुन्छ, त्यहाँबाट हामीले प्रिन्ट गर्न सक्छौँ। अनि हामीले चाहिँ 5 वर्षको 10 वर्षको 2 वर्षको 4 वर्षको 1 महिनाको 2 महिनाको 1 दिन 2 दिनको जुन पनि रजिस्टरहरू हामीले प्रिन्ट गर्न सक्छौँ। जस्तै इक्जाम्पलको लागि चाहिँ मास्टर रजिस्टर नै गरौँ 1.1 होइन। हामी 1.1 जस्तै मास्टर रजिस्टर रिपोर्ट हामीले चाहिँ प्रिन्ट गर्नु छ अरे। अब यहाँ चाहिँ कस्टम डेटमा आएर हामीले चाहिँ कति वर्षदेखि कति वर्षको चाहिँ चाहियो त्यो पनि हामीले राख्न सक्यौँ। हामीले 5 वर्षको चाहियो 10 वर्षको चाहियो भनेर हामीले यहाँबाट चेक मार्क गरेर जस्तै डे स्टडे विचमा दिस विक लास्ट विक मन्थमा कुन मन्थ कुन इयरको कुन वर्षको हामीले सिलेक्ट गरेर ओके गऱ्यौँ भने यसले रजिस्टर एकैचोटि सबै बनाएर दिन्छ। प्रिन्ट पनि गर्न सक्यौँ होइन, हामीले प्रिन्ट पनि गर्न सक्यौँ अनि अथवा हामीले पिडिएफमा सेभ पनि गर्न सक्यौँ सर है। हामी पिडिएफमा सेभ पनि गरिदिन सक्यौँ अनि यसलाई प्रिन्ट पनि गर्न सक्यौँ। हजुरले हेर्नुहुन्छ भने सबैको डाटा आउँदैन नि सर, त पहिलाको त आउँदैन नि त। यो जस्तैमा हाम्रो यो अहिलेदेखि सुरु हुन्छ भने अहिलेदेखि नै देखाउँछ, त्यो त पहिलाको त देखाउँदैन नि त। त्यो पहिलाको पनि तपाईँले चाहिँ सर मास्टर रजिस्टरमा आएर नि पुरानो डेट राखेर रजिस्टर डेटमा पुरानो डेट पनि राखेर इन्ट्री गर्न सक्नुहुन्छ आफ्नो रेकर्डको लागि चाहिँ। सर यसमा के छ भन्दाखेरि चाहिँ तपाईँले मानौँ एउटा स्वास्थ्य चौकीको अन्तर्गतमा भएका जति पनि सेवाग्राहीहरू छन् तपाईँले एकचोटि डेटा इन्ट्री गर्नु पर्दैन भने अर्कोचोटि तिनीहरूको अर्को वर्ष पनि 10 वर्ष 20 वर्ष 50 वर्ष पनि उनीहरूको डेटा इन्ट्री गरिराख्नु पर्दैन, मूल दर्ता गरिराख्नु पर्दैन हो। योभन्दा अगाडिको आर्थिक वर्षको छ भने फिस्कल इयर यहाँबाट चेन्ज गर्न सकिन्छ। हजुरले चाहिँ यहाँ हेर्नु होइन ब्याक गरेर रूपा त्यो त भइहाल्छ, त्यो फिस्कल इयर यहाँबाट गाह्रो पनि छैन, यो सफ्टवेयर इजी छ चलाउनमा, केही छैन यसमा। सर मेन भनेको चाहिँ तालिम हो होइन। कन्फ्युजनहरू हुन सक्छ किनकि पेपरमा कति सरहरूले गर्नु भइरहेको छ, मेमहरूले गरिराख्नु भएको छ, पेपरमा चाहिँ सजिलो भइसकेको छ नि त यति वर्षसम्म गरिराख्दा।
अब सिस्टममा चाहिँ सुरुमा गाह्रो हुन्छ। जस्तै इक्जाम्पलको लागि चाहिँ हामीले पहिला हेर्दाखेरि चाहिँ ब्याङ्कमा चाहिँ पहिला पेपरमा काम हुन्थ्यो। अब ब्याङ्कमा चाहिँ हाम्रो नेपाल राष्ट्र ब्याङ्कमा भनौँ अथवा राष्ट्रिय वाणिज्य ब्याङ्कमा भनौँ अथवा नेपाल ब्याङ्क लिमिटेडमा भनौँ होइन, त्यहाँ चाहिँ मेम्बर हुनुहुन्थ्यो होइन। अनि उहाँहरूले चाहिँ यो त कम्प्युटरको सिस्टम आयो भने, सफ्टवेयरको सिस्टम आयो भने त म त जागिरै छोड्छु भन्नेसम्म पनि हुनुहुन्थ्यो कि कतिजना सरहरू चाहिँ होइन। तर आफ्नो जागिरको कुरा आइसकेपछि चाहिँ ल म ट्रेनिङ लिन्छु जसो तसो गर्छु भनेर उहाँहरूले चाहिँ गाह्रो मान्दै गर्नुभयो। तर अहिले हेर्नुहुन्छ भने हामी जस्तो केटा मान्छे भन्दा चाहिँ बेसी चाहिँ सेवा उहाँहरूले दिनुहुन्छ कि लाइनका लाइन सकाइदिनुहुन्छ। उहाँहरूले कति खास सेवा दिनुहुन्छ भनेपछि सर सुरुमा एकचोटि गाह्रो हो, पछि चाहिँ यसले धेरै सजिलो बनाउँछ सर होइन। एउटा संस्थामा कतिको युजर चाहियो सर? फेरि भन्नुहोस् सर। एउटा संस्थामा एउटा मात्र युजरले हुन्छ कि अरू के अरे स्वास्थ्यकर्मीहरूलाई पनि युजर हुन्छ सर? त्यसमा चाहिँ हाम्रो एउटा स्वास्थ्य चौकीमा चाहिँ हामीले जति पनि युजरहरू बनाउन सक्छौँ। जस्तै अब कस्तो भन्दाखेरि चाहिँ हामीले फ्यामिली प्लानिङको हेर्ने सर अथवा मेन हुनुहुन्छ भने हामीले उहाँको एकाउन्ट बनाएर चाहिँ फ्यामिली प्लानिङको मात्र एक्सेस दियौँ भने उहाँले फ्यामिली प्लानिङको मात्र सेवा हेर्न सक्नुहुन्छ, दिन सक्नुहुन्छ। त्यसै गरी चाहिँ हामीले ल्याबको लागि मात्र बनाएर दियौँ भने ल्याबको मात्र हेर्न पाउनुहुन्छ। त्यसै गरी चाहिँ हामीले चाहिँ जति पनि एकाउन्टहरू बनाउन सक्छौँ त्यो एकाउन्ट अनुसार चाहिँ हामीले स्पेसिफिक पर्मिसन दिएर चाहिँ हामीले त्यो म्यानेज गर्न सक्छौँ। यो चाहिँ हाम्रो अहिले कस्तो भन्दाखेरि सबै देखाइरहेको छ, तर हामीले चाहिँ पर्मिसन अनुसार चाहिँ युजर पछाडि नै हामीले यो सबै चेन्ज गर्न पाउँछौँ। त्यो अनुसार चाहिँ उहाँहरूले युज गर्न पाउनुहुन्छ। सो तपाईँको एन्सर चाहिँ सब जति पनि हामीले युजर एकाउन्ट दिन सक्यौँ सर है, सबै दिन सक्यौँ। अनि यो युजरले चाहिँ एउटा सपोज कुनै दिन कर्मचारी नरहेको बेला चाहिँ यो एउटा के अरे सपोज फोकल पर्सन जस्तो दिनुहुन्छ, एउटा जस्तो फ्यामिली प्लानिङ हेर्नेलाई फ्यामिली प्लानिङको मात्र दिनुहुन्छ भने अरू अन्य सेवा त हेर्न सकिँदैन त्यो होइन सर। अब यस्तो छ, अब त्यो उहाँलाई चाहिँ एउटा मात्र दिने कि सबै दिने? अब जुन स्वास्थ्य इन्चार्ज सर हुनुहुन्छ उहाँले भन्नुभयो भने होइन उहाँ मेमलाई चाहिँ सबैको दिउँ भनेपछि हामी सबैको दिइहाल्छौँ। त्यो सबैको दिने नदिने के दिने भनेर नि हजुरहरूले आफैले पनि अफिसको हो, त्यो त आन्तरिक कुरा भयो, त्यसमा केही गर्नु परेन। त्यसमा के दिनुपर्छ भनेर हजुरहरूले आफैले पनि पर्मिसन दिन सक्नुहुन्छ, घटाउन बढाउन सक्नुहुन्छ अथवा होइन सबैले युजर आफैले जेनेरेट गरेर दिने हो कि हजुरले दिने? होइन हजुरले पनि दिन सक्नुहुन्छ सर एकाउन्ट। हजुरले जुन एकाउन्ट चाहिँ लगइन गर्नुहुन्छ भने नि सर त्यो हजुरले चाहिँ यहाँ एडमिन्समा आउनुहोस् त, यहाँ लेफ्ट साइडतिर एडमिन्स आउँछ होइन। तपाईँले एडमिन्समा आउनुहुन्छ भने तपाईँले चाहिँ यहाँबाट आफैले एकाउन्ट बनाउन सक्नुहुन्छ। अब हामीले जुन दिएको छौँ नि त्यहाँबाट हजुरले चाहिँ उहाँको नाम राखेर, उहाँको इमेल राखेर, उहाँको मोबाइल नम्बर राखेर होइन, अनि उहाँ चाहिँ सुरुदेखि भन्नुहुन्छ सर। ल सर हजुरले लगइन गरिसकेपछि हजुरको ड्यासबोर्ड खुल्ने भयो है सर। ड्यासबोर्ड खुलिसकेपछि तपाईँले लेफ्ट साइडमा आउनुभयो भने यहाँ एडमिन्स भनेर देखाउँछ। यहाँ हेर्नुहोस् त तल गर्नुहुन्छ भने एडमिन्स देखाउँछ है लेफ्ट साइडमा। त्यसमा क्लिक गर्नुहुन्छ भने यो स्क्रिन खुल्छ, राइट साइडको स्क्रिन खुल्छ। त्यसमा चाहिँ एड एडमिन गर्नुहुन्छ हजुरले। एड एडमिन गर्नुहुन्छ भने यहाँ चाहिँ अब कसलाई दिन चाहनुहुन्छ उहाँको नाम, इमेल, मोबाइल नम्बर अनि उहाँको पासवर्ड के हुन्छ होइन, रोल दिने भने यहाँले तपाईँले सिलेक्ट गरेर एक्टिभ गरेर एड एडमिन गरिदिनुहुन्छ भने उहाँले पनि लगइन गरेर चाहिँ सेवा दिन सक्नुहुन्छ है त सर। अनि सबै सरहरूले पनि सेटिङमा गएर आफ्नो पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ है सर। सेटिङमा गएर चेन्ज पासवर्ड गर्नुहुन्छ भने अहिलेको पासवर्ड के छ, नयाँ पासवर्ड के हुन्छ भनेर सेभ गर्नुभयो भने तपाईँकोहरू चाहिँ पासवर्ड चेन्ज हुन्छ है त। सबै सरहरूले मेम्बरले चेन्ज गर्नु होला। अहिलेको पासवर्ड सर हाम्रो यता मल्लपुरको अहिलेको पासवर्ड चाहिँ तपाईँहरूको इमेल र मोबाइल नम्बर चाहिँ पासवर्ड हुने भयो, मोबाइल नम्बर पासवर्ड हुने भयो। त्यसरी चाहिँ तपाईँ लगइन गर्न सक्नुहुन्छ। यहाँबाट चेन्ज गर्नु होला है सर। ल अब हामी चाहिँ एउटा न्युट्रिसनको दर्ता गरी हेरौँ है सर। एउटा न्युट्रिसनको ग्राफहरू जुन हुन्छ नि उसको चाहिँ जोखिममा, सामान्यमा, अति जोखिममा केमा परिरहेको छ भनेर सबै हेर्न मिल्छ यहीँबाट। एउटा चाहिँ गरौँ त। अनि जुन बच्चा हामीले दर्ता गरिसकेको छौँ त्यसलाई नै हामीले न्युट्रिसनमा दर्ता गर्न सक्छौँ है, नयाँ दर्ता गरिराख्नु पर्दैन। रुपा जुन चाहिँ हामीले बच्चाको दर्ता गरेको छौँ नि भ्याक्सिनमा, त्यसैले नै न्युट्रिसनमा दर्ता गर्छौँ। हाम्रो चाहिँ जुन बच्चा चाहिँ इम्युनाइजेसनमा दर्ता भइसकेको छ त्यसलाई चाहिँ हामीले यहीँबाट न्युट्रिसनमा पनि दर्ता गर्न मिल्छ। अनि जुन चाहिँ न्युट्रिसनमा दर्ता भएको छ उहाँलाई हामीले एउटा बटन क्लिक गरेर हामीले यहाँबाट एउटा बटन क्लिक गरेर चाहिँ हामीले न्युट्रिसनमा पनि दर्ता गर्न मिल्छ। जुन चाहिँ आइएमएनसीमा दर्ता हुनु भएको छ उहाँहरूले चाहिँ एउटा बटन क्लिक गरेर इम्युनाइजेसनमा पनि दर्ता गर्न सक्छौँ। यसरी चाहिँ छ के सर, किन छ भन्दाखेरि चाहिँ सबै डिटेल त उहाँहरूको छ हामीसँग होइन। त्यसरी चाहिँ हामीले चाहिँ सबैजनालाई चाहिँ हामीले यसरी दर्ता गर्न सक्छौँ। अब यो चाहिँ एसआरएन दर्ता नम्बर भयो होइन। अब यसमा चाहिँ अब हजुरहरूले पहिलो भन्नुहुन्छ भने भन्नुहोस्, यहाँ चाहिँ हामीले बच्चा जन्मेको वेट पनि राख्छौँ
है। हाम्रो अरू प्र्याक्टिसमा चाहिँ नहोला बर्थ वेट राख्नलाई है, तर हामीले यो पनि राख्छौँ होइन, रुपियाँ 3500 राख्दैछ ग्राममा है त। ल यसमा चाहिँ अब सबै हामीले चाहिँ अब चेकअप बाई त हजुरहरूले बुझिहाल्नु भयो, कसले चेकअप गर्दै हुनुहुन्छ उहाँको यहाँ लिस्ट आउँछ ड्रप डाउनबाट। छैन भनेदेखि चाहिँ हामीले प्लसमा एड गरेर गयौँ भनेदेखि चाहिँ कुन स्टाफ हुनुहुन्छ भनेर चाहिँ त्यो स्टाफ एड गरिदियौँ भने चेकअप बाईमा त्यो देखाउँछ है। त्यसपछि चाहिँ रुपियाँ डिटेलहरू हाल्दै जाऊ। ल चाहिने डेटा पनि मात्र हाल्दै जान्छ, वेटै मात्र राखौँ न, वेट। जस्तै बच्चाको विवरणमा सर हामीले चाहिँ 28 दिनभित्रको राख्दा नि भयो होइन, 28 दिनभित्रको राख्दा एउटा 28 दिनभित्रको त्यही हामीले 28 दिनभित्र चाहिँ हामीले राख्यौँ भनेदेखि उसको बर्थ डेट अनुसार चाहिँ आफै चेन्ज हुन्छ सर चेकअप मितिहरू यताउता है। त्यसपछि चाहिँ हामीले 3.5 राख केजी, यहाँ चाहिँ केजीमा छ है। अब यो भनेको जुन छ नि सर, अब हजुरले चाहिँ अब त्यहाँ चाहिँ 3.5 को सट्टामा 8 राख त रुपैयाँ 8 भन्दा पनि 1 चाहिँ यो 1 हामीले राख्यौँ भने अति जोखिम भनेर भनिदियो है। भनेपछि सिस्टमले चाहिँ यो जोखिममा पर्छ कि सामान्यमा पर्छ कति जोखिममा पर्छ आफै भन्छ है त है त सर। अब हामीले चाहिँ 3.5 नै राख्यौँ, अर्को पनि एड गरिदिउँ रुपैयाँ। अर्को चाहिँ हामीले चाहिँ मानौँ न 1 महिनाको राख्यौँ है। अब 1 महिनाको राख्यौँ भनेदेखि चाहिँ अब 1 महिनाको चाहिँ के अरे वेट कम राखिदिँदा हुन्छ, एउटा अति जोखिम देखाउँ न त जोखिम। ल हामीले 3 राखिदियौँ है, अति जोखिम देखायो होइन। अब यसलाई चाहिँ हामीले सेभ गरिदिन्छौँ। अरू पनि कुराहरू छ यसमा चाहिँ, अब जति पनि हाम्रो कार्डहरूमा छ होइन, कति पटक हामीले के खुवाउने, कति महिनामा खुवाउने, 0 देखि 6 मन्थमा के खुवाउने भनेर सबै डिटेल्सहरू छ, बालभिटादेखि लिएर होइन सबै छ। हामीले चाहिँ उसलाई चाहिँ बालभिटा खुवाउँदाखेरि चाहिँ बाहिर खुवाएको हो कि एफसी एचबी हो कि हेल्थ पोस्ट हो सबै हामीले यहाँ राख्न मिल्छ, कुन डेटमा खुवाएको सबै राख्न मिल्छ। त्यो राख्यौँ भने त्यही अनुसार चाहिँ हाम्रो कार्डमा जाने भयो है त। अब यसलाई सेभ गरौँ रुपैयाँ, भइसक्यो भर्खर सेभ गरेँ। कार्डमा एकचोटि हेरौँ। ल अब हामीले चाहिँ कार्डमा हेऱ्यौँ भनेदेखि चाहिँ त्यही बच्चाको चाहिँ के हुने भयो भन्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् त, उसले उसको चाहिँ अति जोखिममा आफै ग्राफ बन्यो, जुम गरेर रुपा अलिकति। ल हेर्नुहोस् त यहाँ ग्राफहरू आफै भन्छ है, त्यो बच्चाको के छ भनेर चाहिँ ग्राफहरू आफै भन्छ होइन। अनि यसमा चाहिँ कार्डहरूको माथि हामीले हेऱ्यौँ के अरे खोपको कुन कुन खोप लागेको छ सबै हामीले यहीँ हेर्न मिल्छ है। जति पनि त्यहाँ इन्फर्मेसनहरू राख्छौँ सबै यहाँ आएर हाल्न मिल्छ। त्यसै गरी चाहिँ उसले चाहिँ हरेक महिनामा चाहिँ ऊ आएन भने होइन, ऊ जुन महिनाको उसको लास्टमा चाहिँ आएर भने उसलाई चाहिँ नोटिफिकेसन रिमाइन्डर पनि जान्छ कि तपाईँको बच्चाको चाहिँ वेट नाप्नु पर्यो भनेर चाहिँ जान्छ एसएमएस मोबाइलको एप्लिकेसनमा, अथवा जुन नम्बर हामीले हालेको छ त्यही नम्बरमा जान्छ है त। त्यसको लागि चाहिँ हामीले सेटिङमा अफ र अन गरिदियौँ भने एसएमएस जाने, कुन कुन एसएमएस जाने, कुन कुन नजाने, डिफल्टर कुन कुन भयो, कुनको जाने कुन कुन नजाने भनेर चाहिँ हामीले सेटिङमा अफ अन गरिदियौँ भने सबैको एसएमएस त्यही अनुसार चाहिँ जान्छ। अब त्यो सेवाहरू चाहिँ यहाँ हजुरहरूले हेर्न सक्नुहुन्छ। डिफल्टर केमा हुन्छ त, भ्याक्सिनमा हुन्छ होइन, न्युट्रिसनमा पनि अब गर्नुहुन्छ कतिजनाले चाहिँ है। अर्को चाहिँ हाम्रो फ्यामिली प्लानिङमा पनि डिफल्टर हुन्छ, डट राखेको हुन्छ, त्यो डटमा आएन भने त्यसलाई डी बनिहाल्छ होइन, त्यो सबै छ यसमा चाहिँ होइन। त्यसपछि हाम्रो सुरक्षित मातृत्वदेखि लिएर सबै यहाँ चाहिँ छ। ल रुपा हाम्रो चाहिँ यहाँ चाहिँ त्यहाँ जाउँ के अरे न्युट्रिसनमा जाउँ। न्युट्रिसनमा अब गइसकेपछि अर्कोचोटि आयो भने ऊ बच्चा चाहिँ हामीले चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ फलोअपमा क्लिक गर्छौँ। सो यसलाई चाहिँ हिजोको डेटमा चेकअप गरिदिउँ त। हिजोको डेटमा मानव हिजोको डेटमा आएको थियो अरे होइन। अब सर अब आज पनि आयो अरे होइन, हामी चाहिँ डेमोको लागि गर्दैछौँ। अब आज पनि आयो भने फलोअपमा क्लिक गरेर चाहिँ क्लिक गरिदिनु भयो भने उसले फलोअपमा चाहिँ अब उसको गएर बस्ने भयो है त। उसको फलोअपको लागि चाहिँ बस्नु भयो। फलोअपको चाहिँ अब उसको अहिलेको वेट के छ भनेर हामी नापेर गऱ्यौँ भने त्यही अनुसार चाहिँ हाम्रो रजिस्टरमा त्यही अनुसार चाहिँ हाम्रो कार्डमा गएर बस्छ। रजिस्टर यसको हेर्नु रुपा 1.3 के अरे 2.3 गएर हेऱ्यौँ भनेदेखि चाहिँ दिस मन्थ गरिदिउँ, गएर हेऱ्यौँ भनेदेखि चाहिँ त्यही अनुसार चाहिँ त्यो बच्चाको चाहिँ न्युट्रिसनको जोखिम कतिजना भयो मन्थ अनुसार चाहिँ जातिगत हिसाबले चाहिँ सबै यहाँ काउन्ट भएर आउँछ है सर। अब यही अनुसार नै हाम्रो चाहिँ उता 9.3 मा पनि काउन्ट भएर बस्छ। अनि काउन्ट बस्छ त्यही अनुसार चाहिँ हामी DHS2 मा सबमिट गर्न सक्यौँ। त्यहाँबाट चाहिँ यो चाहिँ त्यसरी छ है सर। ल यो न्युट्रिसनको चाहिँ हामीले क्विक यसरी देखायौँ। अब चाहिँ हामीले एउटा अब फ्यामिली प्लानिङको देखाउँछौँ है सर। ल फ्यामिली प्लानिङको त दर्ता गर त रुपा कतिवटा अझै प्रोसेस छ, गरौँ कि नगरौँ? होइन भन्नु न सर, भन्नु प्लिज। के अरे सपोज भ्याक्सिनको यहाँ चाहिँ डाटा इन्ट्री गरेँ, डाटा इन्ट्री गर्दा गर्दा पछि त्यो भ्याक्सिन नै सिधै छ त्यहाँ, त फेरि त्यो बच्चाले त्यो भ्याक्सिन पाएन। अनि त्यसलाई फेरि एडिट कसरी गर्नु सर? एडिट गर्न मिल्छ, तपाईँले फेरि गएर हेर्नुहुन्छ भने एडिट पनि गर्न मिल्छ, डिलिट पनि गर्न मिल्छ होइन। उसले कतिचोटि चेकअप गराउनु पर्छ त्यो पनि गर्न मिल्छ सर है।
जस्तै यो बच्चाको चाहिँ लास्टको चाहिँ रुपा हाम्रो लास्टको हेरौँ त कुन बच्चा थियो हैन बेबी 1 बेबी अनि लास्टमा एउटा भ्याक्सिन दिएर चाहिँ फेरि हटाइदिउँ भने त्यसलाई चाहिँ रिमुभ गरिदिउँ नट टेकन गरौँ नट टेकन गर्नु यस्तो हो कि सर एउटा सपोज होइन जस्तो चाहिँ के अरे 3वटा भ्याक्सिन लगाउनु पर्ने त्यसमा 2वटा मात्र लाग्यो एउटा चाहिँ छिट्यो अथवा केही कारणले गर्दा त्यो फुट्यो भाइल त्यस्तो ठाउँमा त्यस्तो अवस्थामा त्यो 2वटा मात्र लगाउने एउटा चाहिँ नलगाउने भने त्यस्तो के अप्सन छ त्यसमा चाहिँ त्यही त अब 2टा लाग्यो भने 2टा मात्र लागेको छ भनेर यहाँ चेक मार्क गरेर गरिदिनु छ भने 2टा मात्र लाग्यो भनेर बुझिन्छ त्यसमै सपोज मैले डाटा एन्ट्री गरिसकेको छु सर अब त्यसलाई एडिट गर्नुपर्छ सर हो एडिट गर्दाखेरि एउटा टेकन भनेर छ एउटा नट टेकन भनेर छ हेर्नुहोस् सर स्क्रिनमा हजुर नट टेकन गर्नुपर्ने नट टेकन गरेर अपडेट गरिदिनु भने उसको चाहिँ भ्याक्सिन लिएको छैन भनेर फेरि अपडेट भइहाल्छ है सर हजुर अनि त्यसमा चाहिँ फेरि टेकन गर्ने फेरि लगाइसकेको छ भने फेरि टेकन गरिदिनु भने फेरि टेकन हुन्छ अब यहाँ चाहिँ त्यो बच्चाले चाहिँ भ्याक्सिन लगाइसक्ने बेला भइसकेको छ भने यहाँबाट हजुरले हेर्नुहुन्छ भने फेरि अरू पनि फिचरहरू छ एसएमएस छ नोटिफिकेसन छ हैन अब एसएमएसमा क्लिक गरिदिनु हुन्छ भने अहिले बच्चालाई त्यो एसएमएस जान्छ कि तपाईँको यो बच्चाको भ्याक्सिन छुटेको छ है भनेर जान्छ हैन नोटिफिकेसन गरिदिनु हो भने नोटिफिकेसन जान्छ एईएफआई भनेको चाहिँ उसले केही सिम्टम्स आयो अरे पछि अब त्यसको भोलिपल्ट आयो साँझ आयो हैन सो एईएफआईमा चाहिँ के सिम्टम छ के फिभर छ उसले रेफर गर्नुपर्छ कि यही चेकअप हुन्छ कि भनेर सबै राख्न सक्नुहुन्छ त्यही अनुसार चाहिँ 2.2 को रजिस्टरमा गएर बस्छ है सर हजुर एईएफआई को पनि छ हैन सबै कुराहरू छ धन्यवाद सर हस् त सर अरू सरहरू केही जिज्ञासा छ भने भन्नु है सर सबै यहाँ आएर हाम्रो बस्नु भयो है अब रुपा एउटा फ्यामिली प्लानिङको दर्ता गर त परिवार नियोजनको बिस्तारै गर्दै जाने सिक्दै जाने हो यसरी कहाँ सिकिन्छ यो त कस्तो हो भन्नु नि सर हामीले चाहिँ के अरे अहिले हामी मोबाइल चलाउँछौँ नि मोबाइल चलाउनुको इक्जाम भयो भने नि मोबाइल नहेरिकन हामी लेख्न सक्छौँ त इक्जाममा लेख्न सक्दैनौँ नि र यसरी फेसबुक चलाउनु पर्छ यसरी यो चलाउनु पर्छ भनेर त्यो गर्नै सक्दैनौँ त्यसको लागि हामीले प्र्याक्टिसै चाहिन्छ प्र्याक्टिकलै हुनुपर्छ हैन अहिले बिस्तारै गर्दै जानुपर्छ हजुर यो आइडिया भयो अलिअलि आइडिया आउँछ यसरी अलिअलि आइडिया आउँछ लगभग हजुरहरूलाई चाहिँ मलाई लागेको हजुरलाई धेरै आइडिया भइसकेको छ होला हैन अरू चाहिँ हजुरहरूले भिडियो हेर्नुहुन्छ भने आइडिया आउँछ कि हजुरहरूलाई ल सर हामीले चाहिँ एउटा सेवा टाइपमा परिवार नियोजन चाहिँ एउटा के गर्यौँ भन्दाखेरि दर्ता गर्यौँ है अब यसको चाहिँ अब कसो भन्दाखेरि चाहिँ फेस सिट हो फेस सिटको लागि चाहिँ 3.1 मा हामीले गएर भर्यौँ है त अब कस्तो छ भन्दाखेरि सर हामीले चाहिँ फेस सिट भर्यौँ भनेदेखि चाहिँ फेस सिटमा के हुन्छ भन्दाखेरि चाहिँ फेस सिट मात्र भर्नुभयो भने पिल्स त्यहाँ राख्नुभयो अरे हैन त्यहाँ चाहिँ सबै छ अब हेर्नुहोस् त माथिबाट नै एक्चुअली रुपा सबै भरिदिउँ त डेटा सरस्वती अब यहाँहरू चाहिँ हेर्नुहोस् त यहाँ चाहिँ हाम्रो प्र्याक्टिकल हिसाबमा चाहिँ 3टा मात्र बच्चाहरू हैन 3टा छोरा 3टा छोरी भनेर हुन्छ नि त हाम्रो कार्ड रजिस्टरमा तर यहाँ चाहिँ हामीले डाइनामिक राखिदिएको छौँ 4वटा पनि एड गर्न सक्यो अब यो क्रमशः अनुसार हुन्छ हामीले 4वटा पनि यहाँबाट हामीले एड गर्न सक्यौँ है हैन अब यहाँ चाहिँ कसो भन्दाखेरि चाहिँ हामीले फ्यामिली प्लानिङको फेस सिटमा चाहिँ हामीले पिल्सलाई दियौँ रे सो भनेपछि उसको 1.2 को स्वास्थ्य सेवा कार्ड पनि लेफ्ट साइडतिरको 1.2 को स्वास्थ्य सेवा कार्ड लेफ्ट साइडतिरको पनि डेटाहरू आफै गएर भरिहाल्छ आफै बस्छ त्यहाँ अनि 3.2 मा पनि रजिस्टरको पिल्सको रजिस्टर त्यसमा पनि गएर चाहिँ डेटाहरू हाम्रो बस्छ है त एक ठाउँमा डेटा इन्ट्री भयो भने सबै ठाउँमा गएर बस्छ सर है यसको चाहिँ 1.2 मा पनि लेफ्ट साइडतिर बस्नु भयो 3.2 को रजिस्टरमा पनि बस्नु भयो 9.3 को हाम्रो फ्यामिली प्लानिङको परिवार नियोजनको काउन्टहरू पनि बस्नु भयो पिल्स र डिपोहरू के छ त्यो सबै काउन्ट बस्नु भयो है यसरी चाहिँ छ अब यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीले चाहिँ यो परिवार नियोजनको कति वर्षसम्म हामी सेवा दिन्छौँ नि त सो त्यसको लागि चाहिँ हामीले सर्च गर्नलाई पनि त्यहाँ चाहिँ एउटा अप्सन छ अल फिजिकल इयरमा चेक मार्क गरेर त्यसको नामबाट अथवा मूल दर्ता नम्बरबाट अथवा जेबाट पनि सर्च गर्नुभयो भने उसको चाहिँ सबै हिस्ट्री देखिन्छ यहाँ चाहिँ अब यसमा सर ओआरसीको पनि कुराहरू छ अब कोही पिल्सको बाहिर ओआरसीको लियो रे बाहिर एक पत्ता भनेपछि उसले चाहिँ पिल्सको आएर के अरे ओआरसीमा डेटा इन्ट्री गर्यो भनेदेखि चाहिँ उसको रजिस्टरमा पनि देखिन्छ यो बाहिरबाट लिएको छ भनेर चाहिँ है सबै यहाँ छ ल एकचोटि फेसिट कार्ड हेरौँ त रुपा डेटा हालिसकेको छौँ भनेदेखि चाहिँ ल यसमा चाहिँ हजुरहरूले हेर्नुहुन्छ भने सबै डेटाहरू जुन हामीले भर्यौँ त्यो चाहिँ सबै यहाँ आएर आफै बस्नु भयो अब यसलाई चाहिँ मैले भने नि अघि जस्तै हरेक कार्डहरू रजिस्टर हजुरले प्रिन्ट गर्न सक्नुहुन्छ सर हरेक कार्डहरू र प्रिन्टहरू यसरी चाहिँ तपाईँहरूले चाहिँ प्रिन्ट गर्न सक्नुहुन्छ है हैन अनि यसरी चाहिँ डेटाहरू तपाईँहरूले पिल्स डिपो जे हाम्रो डिभाइसेसहरू छ जे दिनुहुन्छ त्यो सबै हाम्रो चाहिँ क्रमशः अनुसार चाहिँ डेटा अनुसार सबै बस्दै जान्छ है ल यसमा चाहिँ रुपा हामीले चाहिँ के अरे पिल्स एउटा दिउँ है ल अब कति साइकल हामी नर्मली 3 साइकल दिएर आउँछौँ हैन 3 साइकल देऊ ल
अब हामीले चाहिँ अर्को सिलेक्ट गरेर अन्य भनेर सिलेक्ट गरिदेऊ। अर्को चाहिँ हामीले बिपी पनि राख्देऊ ल, 120/80 हामी नाप्छौँ होइन, त्यो पनि अब दिनेको नाम पनि राख्दैनौँ, कसले दिनु भइरहेको छ होइन। ल अब यतिकै सेभ गरिदिउँ है। सेभ गरिदिएपछि फेरि कार्डमा गएर हेर ल। यहाँ चाहिँ हजुरहरूले हेर्नुभयो पिल्स भएर आफै बस्यो नि, यहाँ कार्डमा चाहिँ हेर्नुहोस् त हजुरहरू चाहिँ पिल्स आएर यहाँ चाहिँ आफै बस्ने भयो होइन। अब चाहिँ 1.2 खोला रुपा यसैको ल। यहाँ चाहिँ हेर्नुहुन्छ भने अब कार्डमा गएर हेर, यहाँ चाहिँ सबै डिटेलहरू पनि आएर बस्छ। कार्डमा गएर हेरौँ भनेदेखि लेफ्ट साइडमा उसको लेफ्ट साइडमा के हुने भयो भन्दाखेरि चाहिँ यहाँ चाहिँ पिल्स हुने भयो, दर्ता नम्बर 1 हुने भयो, मिति हुने भयो, पिल्स 3 साइकल हुने भयो, फर्केर आउने मिति हुने भयो होइन, कसले दिनुभएको त सबै हुने भयो। यसै गरी नै यहाँ बस्छ है त। ल अब चाहिँ 3.2 हेरौँ पिल्स रजिस्टर। ल त्यही अनुसार चाहिँ यहाँ हजुरहरूले हेर्नुहुन्छ भने अलिकति जुम गरेर रुपा ल। पिल्स आर्थिक वर्ष अनुसार चाहिँ जुन आर्थिक वर्षको त्यही आर्थिक वर्षमा चाहिँ आएर बस्छ होइन। यहाँ चाहिँ हजुरहरूले हेर्नुहुन्छ भने यहाँ चाहिँ डेट बस्यो होइन। त्यसपछि चाहिँ यहाँ चाहिँ कार्तिक महिनामा यो चाहिँ 3टा पिस दियो, गते चाहिँ भयो होइन। त्यसपछि चाहिँ 2टा चेक मार्क भयो अनि त्यसपछि उसले माघमा आउनु पर्यो भनेर डट गरिदियो। यो डटमा आएन भनेदेखि चाहिँ सिस्टमले आफै डी बनाइदिन्छ अनि हामीले सेटिङमा अन गरेको छौँ भने एसएमएस पनि पठाइदिन्छ अनि 1.5 को परिवार नियोजनको डिफल्टरमा पनि गएर बसिहाल्छ। यो चाहिँ पिल्सको लागि चाहिँ डिफल्टर भयो भनेर छ। अनि सबै यो काउन्टहरू जति पनि यहाँ काउन्टहरू छ त्यो काउन्ट अनुसार चाहिँ 9.3 मा पनि गएर बस्ने भयो है त। ल अब चाहिँ हामीले चाहिँ के हेरौँ भन्दाखेरि चाहिँ फ्यामिली प्लानिङको भयो। हजुरहरूलाई के जिज्ञासा छ भने भन्नु है सर, होइन भनेदेखि चाहिँ हामीले चाहिँ एउटा आइएमएनसीआईको पनि गरेर हेर्छौँ है। एउटा दर्ता गर रुपा हाम्रो चाहिँ के अरे 7 मन्थ्सको बच्चाको लागि एउटा दर्ता गर। ल यहाँ चाहिँ हामीले मन्थ सिलेक्ट गर्यौँ है। एजमा चाहिँ इयरमा गर्ने हो कि डेमा गर्ने हो कि मन्थमा गर्ने हो त्यसरी चाहिँ हामीले गर्यौँ है। ल अरू डिटेल राख्दा पनि भयो नराख्दा पनि भयो, सेभ गरौँ है। ल अब यसको लागि चाहिँ हामीले आइएमएनसीआईको चाहिँ 2.1 मा जाउँ, बाल स्वास्थ्य कार्ड। अब यहाँ चाहिँ रेट किन बलिरहेको छ हजुरहरूलाई मैले अघि भने, यो चाहिँ अर्को कोठामा सेवा दिने मान्छेलाई पनि आइडिया होस् भनेर चाहिँ मूल दर्ता भइसकेको छ। अब उहाँलाई चाहिँ यो सेवा दिनु पर्यो भनेर हुन्छ। अब यहाँबाट चाहिँ हामीले सेवा दर्ता गर्छौँ उहाँहरूको एक्ज्याक्ट बर्थ डेटहरू अनि त्यसपछि एक्ज्याक्ट मन्थहरू राखेर चाहिँ हामीले सेवा दर्ता गर्छौँ है त। ल गरौँ। अब गरिसकेपछि चाहिँ हजुरहरूले चाहिँ यहाँ चाहिँ सबै कुराहरू राख्न सक्नुहुन्छ। ल राख्नु त रुपा, बर्थ वेट पनि राख्न सक्छौँ है यसमा चाहिँ होइन। जुन कुराहरू चाहिँ चाहिन्छ त्यो मात्र राख्दा नि भयो, जुन नचाहिएको पनि राख्न हामीले चाहिँ राखिराख्नु परेन। अब यहाँ हेर्नुहोस् त, अब जेनरल डेन्जर साइन छ भने यस गर्ने बित्तिकै अरू अप्सनहरू पनि आयो। के छ त, अब भोमिटिङ छ होइन, त्यो सबै आउँछ। अब भोमिटिङ छ भनेदेखि चाहिँ त्यही अनुसार चाहिँ हामीले जे यस गऱ्यौँ त्यही अनुसार चाहिँ यहाँ क्लासिफिकेसनहरू कुनैको रूपमा क्लासिफिकेसन राखेर चाहिँ गर त। यसको चाहिँ एउटा क्लासिफिकेसन राख ल। ल यहाँ क्लासिफिकेसन राख होइन। यो राखिराख्नु पर्दैन, राख्दा पनि भयो है। जलविद्युत 11 का कुराहरू चाहिँ होइन के कुराहरू आउँछ त्यो सबै हामीले गर्न सक्यौँ। गरिसकेपछि चाहिँ त्यही अनुसार चाहिँ हाम्रो चाहिँ 2.4 को रजिस्टरहरू, आइसिडी 11हरू, अब्जर्भेसनहरू सबै राख्न सक्यौँ है होइन। अब कार्डमा गएर हेर्दा नि भयो, 2.4 मा गएर हेर्दा नि भयो। ल ल 2.4 मा हेर त रुपा। ल 2.4 मा हामीले हेऱ्यौँ भनेदेखि चाहिँ यहाँ चाहिँ जुन हामीले डेटाहरू राखेको छौँ त्यही अनुसार चाहिँ यहाँ मेजर क्लासिफिकेसनहरू चाहिँ यहाँ चाहिँ सबै आफ्नो चाहिँ सबै आएर यहाँ बस्ने भयो है। काउन्ट पनि त्यही अनुसार चाहिँ बस्ने भयो है त। ल अब यसमा चाहिँ हाम्रो आइएमएनसीआईको चाहिँ 0 देखि चाहिँ 24 महिना, 24 महिनादेखि 59 महिनासम्म चाहिँ हुने भयो होइन। त्यसरी चाहिँ हामीले गर्दै जान्छौँ। अरू चाहिँ हजुरहरूलाई लागेको के हेर्नुहुन्छ, टिभीको हेर्नुहुन्छ के हेर्नुहुन्छ भन्नुहोस् त सरहरू म्यामहरू, आफूले लागेको कुराहरू भन्नुहोस् त। नभए रुपा एउटा टिभीको अब दर्ता गर त। आइएमएनसीआईको त्यही नै हो, सबै डेटाहरू चाहिँ हामीले राख्छौँ त्यही अनुसार चाहिँ त्यसको कार्ड बन्छ, त्यही अनुसार चाहिँ रजिस्टर बन्छ, त्यही अनुसार चाहिँ 9.3 बन्छ अनि हामी त्यही अनुसार चाहिँ रिपोर्टिङ गर्छौँ है त। यो फी चार्जको बारेमा पनि
अब फी चार्जको चाहिँ अब हस्पिटलहरूको लागि हो, स्वास्थ्य चौकीमा त फी चार्जहरू त लाग्दैन हैन, हजुर त्यो कुराहरू चाहिँ हो हैन। अब बिलिङहरूको पनि कुराहरू छ हैन, अब कुनै ठाउँमा हामी बिलिङ बनाएर बिल पनि बनाएर दिन्छौँ हैन, कुनै अब सेवा एक्स्ट्रा सेवा दिएको छौँ भने त्यो पनि बनाएर दिन्छौँ। ल्याबहरूको नभए एउटा ल्याबहरूको चाहिँ गरेर देखाइदिनु हुन्छ हुन्छ। ओके, अघि हामीले रेट्रोभाइरसको लागि गरेका थियौँ नि त सामान्य उपचारमा। रेट्रो भाइरसको लागि चाहिँ हामीले एउटा टेस्ट लेखेको थियौँ हैन, प्रिस्क्राइब गरेको थियौँ। अब त्यसको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब पेमेन्ट पहिला हुन्छ, सो पेमेन्ट सेक्सनमा जान्छौँ। कस्ट सेटअपमा भनेको चाहिँ सबै टेस्टहरूको मेरो स्वास्थ्यको लागि चाहिँ कति कति रुपियाँ छ त, हुन त सबैको स्ट्यान्डर्ड नै होला, त्यही पनि अब कोहीको 20 रुपियाँ होला भनेपछि कोहीको 25 रुपियाँ होला, त्यही अनुसार चाहिँ हामीले कस्टहरू चाहिँ यहाँबाट सेटअप गर्न सक्यौँ हैन। जुन टेस्ट छैन त्यो टेस्ट पनि हामीले एड गर्न सक्यौँ यहाँबाट चाहिँ। अब त्यो एड गरिसकेपछि चाहिँ हामीले पेमेन्ट्समा गयौँ भने जुन जुन बच्चाको प्रिस्क्राइब भएको छ त्यही बच्चाहरू चाहिँ यहाँ आएर बस्नुहुन्छ, बच्चाहरू बस्छन्। अनि त्यहाँबाट चाहिँ हामीले के गर्न सक्यौँ भन्दाखेरि चाहिँ अब यहाँ चाहिँ कस्तो भन्दाखेरि एड एक्सटर्नल पनि छ। अब कोही कोहीको हामीले हाम्रो स्वास्थ्य चौकीबाट होइन कि टेस्ट मात्र गराउन आएको छ भने एड एक्सटर्नल बाहिर नाम, उसको मोबाइल नम्बर र के टेस्ट गराउनु खोज्छ त्यो मात्र गरेर पनि उसको पेमेन्ट लिएर पनि टेस्ट गरिदिन हामी सक्यौँ बाहिरबाट आएको, अथवा स्वास्थ्य चौकीबाट मूल दर्ता गरेर आएको छ त्यसको पनि हामीले टेस्ट गर्न चाहिँ सक्यौँ है त। सो यसरी चाहिँ हामीले चाहिँ दुइटैको एक्सटर्नलको पनि अनि रजिस्टर्ड पेसेन्टको पनि हामीले गर्न सक्यौँ है त। ल यसमा चाहिँ रुपा अब पेमेन्ट गरेर चाहिँ सिम्पल कलेक्ट गर। ल यसको चाहिँ यो चाहिँ हुँदैछ, यसको चाहिँ पेमेन्ट कम्प्लिट भयो। यसको चाहिँ बिल पनि देखाइदियो, इन्भोइसहरू चाहिँ इन्भोइसहरू चाहिँ यसरी बन्ने भयो। यसलाई चाहिँ प्रिन्ट गर्न सक्नुहुन्छ हजुरहरूले चाहिँ। ल सिम्पल कलेक्ट गर। यसमा चाहिँ आज एक दिनमा कति टेस्टहरू भयो, कति रुपियाँको टेस्ट भयो हैन, के टेस्टहरू भयो, त्यसको काउन्टहरू के छ, महिनाभरिमा के टेस्टहरू भयो त्यो सबै आउँछ है हैन। हामीले चाहिँ अब टेस्ट गर्न लागेको छौँ, तर अघि भने जस्तै सरले चाहिँ हाम्रो चाहिँ भ्याक्सिनको फाइल नै फुट्यो रे, बिग्रियो रे हैन। अब हामीले चाहिँ पेमेन्ट लिइसकेको छौँ टेस्टको लागि चाहिँ, तर टेस्ट हुनै सकेन, लिक्विड भएन रे, केमिकल भएन रे, केही कुराले हामीले टेस्ट गर्न सकेनौँ भनेदेखि चाहिँ त्यो चाहिँ हामीले रिफन्ड पनि गर्न मिल्ने यताउता सबै छ है यसमा। पार्सियल रिफन्ड, फुल रिफन्ड सबै छ यसमा है। ल रुपा अब सिम्पल कलेक्ट गरौँ त। ल यसरी चाहिँ हामीले चाहिँ अब कस्तो हुन्छ खाली पेटको लागि चाहिँ अनि खाना खाएर पनि कतिपय टेस्टहरू हुन्छ, त्यो अनुसार चाहिँ हामीले जुन जुन खाना खाइसकेपछि हो अगाडि हो त्यो चाहिँ त्यही अनुसार चेक मार्क गरेर चाहिँ हामीले सिम्पल कलेक्ट गर्न सक्छौँ है त। ल भेरिफिकेसनमा जाउँ। रिजल्टमा चाहिँ अब उसको रिजल्ट के हो हामीले ओपन गऱ्यौँ भनेदेखि चाहिँ रिजल्टहरू हाल केही। अब रिजल्टको सर हामीले ठ्याक्कै थाहा भएन रिजल्टको के हो भनेर हामीले यतिकै पोजिटिभ अथवा नेगेटिभ हालिदिन्छौँ है त डेमोको लागि। कुन सरले टेस्ट गर्नु भएको भनेर हामीले यहाँ यसरी सेभ गरिदिउँ, टेस्ट डेट पनि राखिदिउँ, कुन टाइममा टेस्ट भएको हो हैन, लेब टेस्ट आइडी के हो सबै राख्न सक्यौँ। अब भेरिफिकेसनमा चाहिँ आएर चाहिँ भेरिफाइड यो रिपोर्ट चाहिँ भेरिफाइड हुन्छ हैन। ल यो ठिक छ भनेर चाहिँ भेरिफाई हुन्छ। त्यसपछि चाहिँ हामीले के हुन्छ कसले भेरिफाई गर्नुभयो भनेर पनि हुन्छ। अनि त्यसपछि हाम्रो डिस्प्याच हुन्छ। ल डिस्प्याच गर त। ल डिस्प्याच गरेर रिपोर्ट चाहिँ एउटा प्रिन्ट गर त। हामीले चाहिँ यसरी चाहिँ रिपोर्ट पनि हामीले के गर्न सक्यौँ भन्दाखेरि प्रिन्ट गर्न सक्यौँ। अनि प्रिन्ट गर्दाखेरि चाहिँ कहिलेकाहीँ एउटै पेजमा धेरै टेस्ट छ भने एउटै पेजमा सबै अटिँदैन नि त। त्यस्तो केसको लागि चाहिँ सरहरूले यहाँ सेलेक्ट टेस्ट गर्नुहुन्छ, अनि यहाँबाट आएर धेरै टेस्ट छ भने यतिवटा मात्र प्रिन्ट गर्ने भनेर सेलेक्ट गर्नुभयो भने चाहिँ त्यसरी आफूलाई चाहेको जति मात्र एउटा पेजमा प्रिन्ट पनि गर्न चाहिँ सक्नुहुन्छ। हो ल त्यो टेस्टहरू चाहिँ त्यसरी हुने भयो है। हजुर। ल यसमा चाहिँ यही नै हो है। अब चाहिँ हामीले चाहिँ अब छुटेको कुन छ रुपा टिभी छ हैन, टिभीको पनि गर्दिउँ न त एउटा चाहिँ दर्ता गरौँ टिभीको चाहिँ। हुन्छ। त्यो टिभीको डाइरेक्टली दर्ता गर्न पनि मिल्छ, प्रिजम्टिभबाट पनि दर्ता गर्न मिल्छ, प्रिजम्टिभको रजिस्टरहरू पनि सबै त्यही अनुसार चाहिँ बन्ने भयो। हजुर। यहाँबाट आएर यस यो एज टु अ प्रोसेस पोसिबिलिटीमा यस गर्नुभयो भने चाहिँ हाम्रो सम्भावित क्षयरोगको लागि चाहिँ दर्ता हुने भयो। प्रिजम्टिभमा आएर चाहिँ फेरिदेखि गर्नु त म्याडम। हजुर। एउटा सामान्य उपचार भएकोलाई गरौँ। ल यहाँनिर आउने भयो। प्रिजम्टिभमा देखाउने भयो हैन। हामीले चाहिँ 6 सेसनमा गएर क्षयरोग डेटा प्रविष्टि गरेर हेर्यौँ भने यहाँ चाहिँ प्रिजम्टिभ त्यहाँ यस गर्ने बित्तिकै यहाँ आएर देखाउँछ। अब यसको चाहिँ सेवा दर्ता गर, प्रिजम्टिभमा दर्ता गर है त। प्रिजम्टिभमा यो के भयो भन्दाखेरि दर्ता भयो। अब प्रिजम्टिभमा दर्ता भएपछि प्रिजम्टिभको रजिस्टर खोला त रुपा, त्यसमा आयो कि आएन।
त्यो भनेको 6.1 हो। त्यही अनुसार चाहिँ अब हामीले डेटा त्यहाँ इन्ट्री गर त एकचोटि डेटा नै गरौँ। अब यहाँ टेस्ट पनि लेख्न मिल्यो, एक्सरे पहिला गर्ने कि स्पुटमबाट गर्ने कि के गर्ने भनेर पनि हामीले यहाँबाट त्यो गर्न सक्यौँ हैन। ल यहाँ चाहिँ हामीले चाहिँ गरेको चाहिँ यसरी चाहिँ आएर बस्छ। अब त्यो पनि एकचोटि जामतो रूपमा 1.1 मा त्यहाँ चाहिँ सम्भावितमा चाहिँ गएर बसेको छ कि छैन हेरौँ त। दिस मन्थै गर यहाँ चाहिँ सम्भावित भनेर चाहिँ यसरी आएर बस्छ है त। अब यसमा चाहिँ प्रिजम्प्टिभबाट चाहिँ हामीले के गर्छौँ भन्दाखेरि चाहिँ त्यसलाई पोजिटिभ बनाएर चाहिँ हैन, अब त्यसलाई चाहिँ ट्युबरक्लोसिसमा दर्ता गरेर चाहिँ उसको इन्टेन्सिभ स्टार्ट गरौँ त रूपा। अच्छा, यहाँबाट क्रिएट न्यू गर्न मिल्यो। क्रिएट न्यू गर्न मिल्यो। ल उसको पोजिटिभ छ रे, पोजिटिभ छ भने यहाँबाट चाहिँ हामीले ट्युबरक्लोसिसमा यहीँबाट दर्ता गर्न मिल्यो। दर्ता गरिसकेपछि ट्युबरक्लोसिस ट्याबमा गएर चाहिँ यहाँबाट चाहिँ हामीले ओपन गऱ्यौँ भनेदेखि चाहिँ ल अब यहाँबाट चाहिँ उसको ट्रिटमेन्ट स्टार्ट डेटहरू हैन, ट्रिटमेन्ट स्टार्ट डेट गर। ट्रिटमेन्ट स्टार्ट डेटहरू अरू कुराहरू चाहिँ उसको नयाँ हो अथवा फलोअपमा आएको छ के छ हैन, डिफल्टर हो के हो, सबै कुराहरू चाहिँ यहाँबाट राखेर चाहिँ हामीले चाहिँ अब यहाँ चाहिँ अब डेट आजैबाट स्टार्ट गर्दाखेरि चाहिँ अब उसलाई चाहिँ 10 वटा टेब्लेट हामीले दिउँ त रूपा। त्यहाँबाट भन्दा पनि 10 वटा टेब्लेट एकैचोटि दिउँ। मल्टिपल नै गरौँ। मल्टिपल हामीले उसले 10 वटा टेब्लेट दियौँ रे अथवा 20 वटा दियौँ, कतिवटा हुन्छ हैन, हामीले 10 वटा दियौँ, उसले घरमै गएर खान्छ र उके गरिदिएपछि के हुन्छ भन्दाखेरि चाहिँ यसरी चाहिँ 10 वटा आफै एड हुने भयो। अथवा हामीले चाहिँ एउटा एउटा गरेर पनि एड गर्न सक्यौँ। एउटा एड गर, उसले कहाँबाट लियो भन्दाखेरि क्लिनिकबाट लियो रे हैन, यसलाई सेभ गर। अनि त्यसमा चाहिँ अब टोटलहरू क्युमुलेटिभहरू सबै काउन्ट भएर आउँछ। वेट पनि हामी राख्न मिल्यो मन्थली पछि नै हैन, 1 मन्थ पछि नै। अब 2 महिनाको चाहिँ इन्टेन्सिभ हुन्छ, त्यसपछि चाहिँ कन्टिन्युअस हुन्छ। र यसको कार्ड र रजिस्टर हेरौँ त। अब यो पेशेन्टलाई दिने कार्ड हुने भइहाल्यो। यसमा हेर्नु सर, यसरी चाहिँ आएर चाहिँ यसरी चाहिँ बस्ने भयो है। यसरी चाहिँ स्टार्ट डेट यसरी चाहिँ त्यो भयो हैन। यसरी चाहिँ हाम्रो रजिस्टरमा पनि यसरी आएर चाहिँ यसरी बस्छ सबै। जे हामीले चाहिँ त्यहाँबाट टेस्ट गर्छौँ 2 महिनामा, 3 महिनामा, 5 मन्थ्समा हैन, के डायग्नोसिस हुन्छ त्यही अनुसार चाहिँ यहाँ आएर रजिस्टर कार्डमा आफै बस्ने हुन्छ। अनि त्यही अनुसार चाहिँ हाम्रो चाहिँ के अरे 9.3 मा गएर बस्ने भयो हैन। यहाँ चाहिँ सबै छ हाम्रो चाहिँ 6 को सेसनमा चाहिँ तपाईहरुले जे गर्नुहुन्छ नि त्यो सबै छ, सबै आउँछ यहाँ चाहिँ है। टिभीको यसरी नै भयो सर है। स्मिता मेमलाई केही भन्नुपर्ने छ? स्मिता मेम सर हामीले जस्तै एउटा क्वेशन मेरो मनमा लागेको चाहिँ हामीले अब डिपोडियम नि मानौँ एकजनालाई, अनि बाहिर अन्त संस्थामा गएर लगाउनु भयो भने यो हामीलाई थाहा हुन्छ कि हुँदैन? हाम्रोमा त डिफल्टर आउने भयो नि त। हो हो त्यही त। अब बाहिर लगाउने भन्नाले चाहिँ ओआरसीमा भन्नुभयो हजुरले? ओआरसीमा कि अर्कै ठाउँमा? जस्तै मेरो भन्दा बाहेक अन्त संस्थामा लगायो भने हामीलाई थाहा हुन्छ त, त्यो यसमा रेकर्ड बसिराख्छ। त्यो रेकर्ड चाहिँ हामीले हाल्न मिल्यो मेम हैन। यो रिपोर्ट चाहिँ हामीले राख्न मिल्यो। उसले बाहिर चाहिँ लिइरहेको छ भन्ने चाहिँ राख्यौँ भने चाहिँ यहाँ डिफल्टर काउन्ट पुग्दैन हैन। यदि तपाईले राख्नु भएन भने यो संस्थाको लागि चाहिँ डिफल्टर काउन्ट देखाउँछ। भनेपछि मेरो अब 13 नम्बर भयो, अब उहाँले 10 नम्बरमा गएर लगाउनु भयो भने पनि देखिँदैन हैन त, डिफल्टर नै आउँछ मेरोमा? डिफल्टर नै आउँछ तपाईमा चाहिँ। अब उहाँको ल उहाँले चाहिँ लिनु भएको छ भनेपछि चाहिँ हजुरले उहाँ आएको बेलामा चाहिँ तपाईले डेटा इन्ट्री गरिदिनु भयो भने त्यसपछि चाहिँ डिफल्टर यसमा देखिँदैन। देउस इन्ट्री सिस्टममा चाहिँ इन्ट्री गर्नुपर्छ नि, बल्ल थाहा हुन्छ। जस्तै कोर्टमा पनि त्यस्तो इस्यु आउँछ नि त, अब यहाँको बच्चा कहिलेकाहीँ अन्त्य लगाइदिन्छन् हैन, अनि रिपोर्ट मिलिरहेको हुँदैन, फेरि बच्चा लस भए जस्तो हुन्छ नि त यताका। इन्ट्री गर्नुभयो भने मेरोमा त्यसको लागि मेम यहाँ चाहिँ के हुन्छ भन्दाखेरि जति पनि डिफल्टर हुनु भएको छ उहाँहरूको सबैको नाम, मोबाइल नम्बरहरू राख्नु, नाम र मोबाइल नम्बर राखेको छ भने मोबाइल नम्बर पनि हुन्छ। सो उहाँहरूलाई चाहिँ हामीले एसएमएस पनि पठाउन मिल्छ कि तपाईँले एसएमएस अथवा कलै गर्न मिल्छ कि तपाईँले डिफल्टर हुनु भएको छ, तपाईँले कतै सेवा लिनु भयो कि भएन भनेर पनि त्यति त अब मिल्छ कि मिल्दैन हैन, त्यतिसम्म चाहिँ गर्न सक्यो, सोध्न चाहिँ सक्यो। हाम्रो चाहिँ प्र्याक्टिकल हिसाबले त्यही त हो नि, पेपरमा पनि त्यही नै हो हैन। उसले कहाँबाट लियो के लियो भनेर चाहिँ हैन, त्यही नै हो। तर ओआरसी को केसमा यदि ओआरसीमै उहाँले लिनु भएको छ, हाम्रै ओआरसीसँग लिनु भएको छ भने ओआरसीबाट डेटा इन्ट्री भयो भने उहाँलाई डिफल्टर काउन्ट गर्दैन है, डिफल्टर काउन्ट गर्दैन। किनकि प्रायःले त ओआरसीबाट लिनुहुन्छ नि त, अब अरू संस्थाबाट लिनु भएको छ भने त इन्ट्री नै गर्नु पर्यो यहाँ पनि है त मेम। हस् त, धन्यवाद मेम। अरू सरहरूलाई मेमहरूलाई कुनै जिज्ञासा छ भने भन्नु है सर।
अब लगभग यही नै हो। अब कार्तिकको पनि हामीले चाहिँ 20 गते कि 21 गते हामीले चाहिँ के एउटा चलिरहेको छ नि प्रोग्रामहरू हैन, चल्छ नि हैन, भिटामिनको पनि हामीले चाहिँ सबै डेटाहरू यहाँ रेकर्ड गर्न सक्छौँ। त्यही अनुसार चाहिँ 9.3 को रजिस्टरहरूमा पनि बस्नु भयो है। यहाँ चाहिँ हामीले चाहिँ भिटामिनको हैन कुन मन्थमा चलाउँदैछौँ, कुन मितिमा चलाउँदैछौँ भनेर सबै यहाँबाट चाहिँ हामीले डेटाहरू यसरी चाहिँ इन्ट्री गर्न सक्यौँ है त। भिटामिन ए को रजिस्टरको पनि रजिस्टर हेर्न सक्यौँ। त्यहाँ डेटा इन्ट्री गरिसकेपछि कुन कुन अभिभावकको नाम यताउता सबै हामीले यहीँबाट इन्ट्री गर्न सक्यौँ है। र अरू सरहरूलाई मेमहरूलाई लागेको कुनै जिज्ञासा छ भने भन्नु, होइन भने हामी छुट्यौँ होइन। अनि यसको भिडियो पनि हामीले बनाएर हजुरहरूको चाहिँ व्हाट्सएप ग्रुपमा हामी लिङ्क पठाइदिन्छौँ। ल स्मिता म्याम भन्नुहोस् त। सर हाम्रो यो जुन एचएमआई छ नि यो चाहिँ सबै पालिकामा लागू हुँदै हो कि बिस्तारै चरण चरणमा लागू हुन्छ कि के हो सर? यो चाहिँ हामीले चाहिँ सबै पालिकाहरूमा चाहिँ सिस्टमहरू दिइरहेछौँ। बिस्तारै अब 1 by 1 हुँदै गइरहेको छ। पछि हामीले फिजिकल ट्रेनिङ नै हुन्छ होला नि है अहिले यस्तो सर्भर फिजिकल ट्रेनिङ नै हुन्छ। हजुरहरूले चलाउनु सिस्टम, हजुरहरूलाई सजिलो लाग्यो, यसले चाहिँ हाम्रो काम सजिलो बनाइदिएको छ भन्नु भयो भने हामीले चाहिँ त्यही आएर हामी ट्रेनिङ दिन्छौँ। फिजिकल ट्रेनिङ अनि यसको लागि चाहिँ सुरुवातमा अब डेस्कटप अथवा केही अब ट्याबहरू उपलब्ध गराउनुपर्छ होला नि त पालिकाले? हो त्यो पालिकासँग तपाईँहरूले चाहिँ अब सिस्टम यो चाहियो राम्रो छ भनेपछि कुरा आयो भनेदेखि चाहिँ पालिकामा चाहिँ हामीले त्यही अनुसार चाहिँ कुरा राखेर चाहिँ ट्याब्लेटहरू, डेस्कटप कम्प्युटरहरू हुन्छ कि होइन ल्यापटप हुन्छ त्यो चाहिँ बजेट निकालेर गर्नुहुन्छ उहाँहरू चाहिँ है त। अरू सरहरूलाई लागेको कुनै जिज्ञासा छ भने यो के अरे स्वास्थ्यको यो सिस्टमभन्दा बाहिरको पनि कुनै जिज्ञासा छ भने हजुरले सोध्न सक्नुहुन्छ है। अब हामी सरहरू चाहिँ बिस्तारै छुट्दै गइरहेको छौँ। अब यसलाई चाहिँ हामीले रेपअप गर्छौँ होइन, छुट्छौँ हामी। केही छ भने हजुरहरूसँग केही छ भने भन्नु होला है सर। ग्रुपमा भन्दा नि भयो, मेसेज गर्दा नि भयो, जसरी सजिलो हुन्छ, कल पनि गर्दा भयो। ल है त अब हामी छुटौँ है। हामी चाहिँ छुट्छौँ भने केही पर्यो भने हजुरहरूले चाहिँ ग्रुपमा मेसेज गर्नु होला। हामी चाहिँ फेरि जोइन गर्नु पर्यो भने फेरि जोइन गरौँला, फेरि बस्नु पर्यो भने फेरि बसौँला है सर म्यामहरू है। हामी ग्रुपमा जोइन भएको छौँ होइन, त्यहाँबाट चाहिँ हाम्रो कुरा भइहाल्छ। होइन भनेदेखि त हामी हरेक शुक्रबार यसै गरी बसौँ, सबै तपाईँहरूले चाहिँ डेमोहरू जिज्ञासाहरू हामी सबै पुरा गर्छौँ है सर। कुनै सरहरूलाई मेमलाई छ मेम केही छ सोध्नुपर्ने अझ केही छैन नि? छैन सर छैन। ल हस् त सर मेमहरूलाई धन्यवाद समयको लागि चाहिँ। फेरि हामी कुरा गर्दै गरौँला, डेमोहरू यस्तै गर्दै गरौँला है सर मेमहरू। थ्याङ्क यू सर। हस् त थ्याङ्क यू सर, थ्याङ्क यू मेमहरू। हस् त ल बाई।